Hello friends, welcome back again on my channel. It's Suman. You are watching me on my channel Civil Engineer Purvey. र आजको भिडियो चाहिँ तपाईहरुको लागि एकदम खास भिडियो रहेछ द पेयर्स अफ स्ट्रेट लाइन अनि एकदम मोस्ट इम्पोर्टेन्ट क्वेशनहरु छ अनि सबै इम्पोर्टेन्ट क्वेशनहरु चाहिँ मैले आज लिएर आएको छु है त मैले हिजो ल्याउने वाला थिए हिजो चाहिँ मैले अब लाइक सोलुसन गर्नु भ्याइन त्यही भएर गएन भनेपछि आज चाहिँ हामी यसको सोलुसन गरेर गर्छौं है त भनेपछि आज भिडियोमा सबले राम्रोसँग लास्टसम्म नै हेर्नु होला है त अन्तिमसम्म नै हेर्नु होला किनभने यो एकदम मोस्ट इम्पोर्टेन्ट छ सबै क्वेशनहरु एकदम इम्पोर्टेन्ट छ एक्जामको लागि है त भनेपछि ल भनेपछि अब स्टार्ट गरौँ है त सुरुमा भनेको चाहिँ कि पेयर अफ स्ट्रेट लाइन भनेको स्ट्रेट लाइन भनेको दुईटा एउटा सिधा रेखाले बनेको दुईटा लाइनलाई चाहिँ के भन्छ पेयर अफ स्ट्रेट लाइन भन्छ दुईटा लाइनको स्ट्रेट लाइन जनाउने त्यो त पेयर अफ स्ट्रेट लाइन कल्स जेनरल इक्वेशन्स अफ सेकेन्ड डिग्री इक्वेसन यो पेयर अफ स्ट्रेट लाइनमा चाहिँ भनेको सबैको डिग्री चाहिँ के दुईटा 2 हुन्छ अरे जस्तै यसको लागि एक्जाम्पल दिएको छ एक्जाम्पल पेयर अफ स्ट्रेट लाइनको इक्वेशन्स भनेको ax स्क्वायर हेर्नु त स्क्वायर भनेपछि पाइसको डिग्री 2 छ 2hx सरी x को पनि स्क्वायर 1 y को पनि स्क्वायर भनेपछि दुईटा जोडेर 2 त्यसो गरी y को स्क्वायर 2 अनि gx 0x यसको पनि 2 अनि f र y 2 2 डिग्रीको इक्वेसन छ हैन यसलाई चाहिँ के त ax स्क्वायर प्लस 2hx y प्लस by स्क्वायर प्लस 2gx प्लस 2fy प्लस c इज इक्वल टु 0 भनेपछि यो चाहिँ जेनरल इक्वेसन अफ सेकेन्ड डिग्रीको भनेर भन्छ है त यसलाई पनि यो इक्वेसनले के सधैँ सेकेन्ड डिग्री इक्वेसनले पेयर अफ लाइन रिप्रेजेन्ट गर्छ भनेर प्रुभ गर्नु भने एक्जाममा आउँछ त्यो पनि हामीको त्यो थ्योरम है त अनि फाइन अब हामीसँग यससँग सम्बन्धित क्वेशनहरु छ है त सेकेन्ड डिग्रीको पेयर अफ स्ट्रेट लाइनको कसरी पेयर अफ स्ट्रेट लाइन भनेको चाहिँ जस्तै एउटा इक्वेसन भनेको y इज इक्वल टु mx प्लस 3 अनि अर्को भनेको y इज इक्वल टु m2x प्लस 3 यो दुईटा लाइन पनि यो दुईटा लाइनले रिप्रेजेन्ट गरेको इक्वेसन भयो पेयर अफ स्ट्रेट लाइनको दुईटा इक्वेसन भयो अब फाइन्ड अ सिंगल इक्वेसन टु रिप्रेजेन्ट द पेयर अफ लाइन्स x minus 3y is equal to 2n 2x plus y is equal to 4 भन्ने यो एउटा इक्वेसन दुईटा इक्वेसन छ दुईटा इक्वेसनले चाहिँ एउटा इक्वेसन रिप्रेजेन्ट गर्छ भनेर यसलाई सो गर भनेर देखाउँछ एक्जाममा है त भनेपछि 2 नम्बरमा आउने क्वेसन हो सोलुसन गरेर यस्तो खालको क्वेसनहरु आइरहेको हुन्छ है अनि एउटा इक्वेसन दिएर त्यसले दुईटा इक्वेसन बना भनेर पनि आउँछ है त भनेपछि गिवन इक्वेसनहरु के छ त भन्दाखेरि x minus 3y is equal to 2 यो इक्वेसन 1 मान सक्यो अर्को भनेको के हो त 2x plus y is equal to 4 यो इक्वेसन 2 हो अब यसलाई चाहिँ जोडी इक्वेसन पाउँछ के भन्छ इक्वेसन 1 र 2 चाहिँ के हो त मल्टिप्लाइङ गर्दिने है भनेपछि मल्टिप्लाइङ इक्वेसन 1 and 2 त्यसै उही गेट भयो मल्टिप्लाई गर्दाखेरि यता अगाडिको अगाडि टर्म पछाडि टर्म मल्टिप्लाई गर्ने भने x minus 3y minus 2x plus y is equal to 2 into 4 भयो बुझ्नुभयो नि दुईटा इक्वेसन मात्रै मल्टिप्लाई गरिरहेको छु अब x ले सबलाई खोलौँ पहिले यो 2 into x भनेपछि 2x स्क्वायर अब यो x यसलाई खोलौँ भनेपछि प्लस xy भयो नि यसलाई गर्दाखेरि अब यसको पालो माइनस 3 2 जा 6 xy भयो नि x र y अनि यसलाई गर्दाखेरि माइनस 3y into y भनेको y स्क्वायर इज इक्वल टु यो 4 2 जा 8 भयो ह 4 2 जा 8 भइसकेपछि दोस्रो मिलाइदियो भने चाहिँ 2x स्क्वायर अनि hx भनेको यहाँ कति यो 6 वटा एउटा थियो तपाईसँग 1x स्क्वायर अनि एउटा छ नि यहाँ भने यहाँ 3 6 वटा छ भनेपछि माइनस कतिवटा बाँकी रह्यो त 5 वटा xy minus 3y स्क्वायर यसलाई यता ल्याइदियो भने के त माइनस हुन्छ माइनस 8 इज इक्वल टु 0 अनि त सिंगल इक्वेसन भने एउटा इक्वेसन मात्रै भन्यो नि ax स्क्वायर प्लस 2hx प्लस by स्क्वायर प्लस c भनेको यो इक्वेसन जस्तो हाम्रो सुरुको जेनरल इक्वेसन जस्तै भन्यो यहाँसम्मको टर्म भन्यो हैन त एउटा सिंगल इक्वेसन बनायो के लेख्यौं त दिस इज द रिक्वायर्ड इक्वेसन यस्तो यो 2 नम्बरमा आउने क्वेसन सजिलो है दिस इज द required single इक्वेसन्स भनेर लेख्न सकिन्छ यसरी दुईटा इक्वेसन दिएर त्यसलाई एउटा सिंगल इक्वेसन बनायो भने चाहिँ के त दुईटालाई यसरी मल्टिप्लाई गर्दैन मल्टिप्लाई गरेपछि एउटा इक्वेसन बन्छ है त जुन इक्वेसनमा यस्तो खालको क्वेसन हुन्छ सबै प्र्याक्टिस गर्नु होला है त यसरी गर्ने भने चाहिँ अर्को क्वेसन पनि मैले गर्छु त्यो इक्वेसन पनि गरौँ न त अझै त्यो इक्वेसन गर्दा पनि अझै क्लियर हुन्छ है त
अब अर्को क्वेसन पनि मैले लेखेको छु, यहाँ हेर्न सक्नुहुन्छ त। अर्को क्वेसन के छ त, फाइन्ड द सिंगल इक्वेसन्स टु रिप्रेजेन्ट द लाइन्स है त। सिंगल इक्वेसन गर भने लाइनलाई रिप्रेजेन्ट गर्छ भनेर भन्यो। भनेपछि यो क्वेसनलाई अब के गर्नु त भन्दाखेरि यसलाई पनि सोल्युसन गरिदिउँ। दुईवटा इक्वेसन दिएको छ यो भनेपछि कस्तो भयो त, इक्वेसन भनेको एउटा भनेको 3x + y = 0, यो इक्वेसन 1, अनि x - 2y - 1 = 0, यो दुईटा दोस्रो इक्वेसन भयो हो। सेम भनेको मल्टिप्लाइङ इक्वेसन 1 and 2, मल्टिप्लाइङ इक्वेसन 1 and 2 we get। भनेपछि अब के भयो भने त इक्वेसन 1 भनेको 3x + 4 छ, यो उता 0 रह्यो बराबर टर्म 0 राख्दै, इन्टु इक्वेसन 2 भनेको x - 2y - 1 = 0, यो भयो। अब मल्टिप्लाई गरिदिउँ भनेपछि यो 3x चाहिँ सबलाई मल्टिप्लाई गर्नु, 3x² भयो नि यसलाई गर्दाखेरि। अब -3, यो 2 जा 6, 6xy, अब यसले भनेको -3x भयो, यो लेख्न सक्छ। अब y को पालो नि त, अब प्लस xy यसलाई गर्दा अब यसलाई भनेको -2y² - y = 0। यहाँसम्म बुझिरहनु छ? बुझिरहेको छ भने तलतिर अब मिलाएर लेखिदिउँ 3x²। अब xy भएको हेरौँ, यहाँ -6x छ, यहाँ 1xy छ, भनेपछि के हो त, माइनस एउटा घट्यो भनेपछि -5xy भयो हो। अनि अब by² राख्नु त, by² भनेको y² जान्छ त्यहाँनिर, यहाँ y² यहाँ छ, यहाँ छ भने के त 2y² - 3x - y = 0, ax² + 2hxy plus 2by² plus 2gx plus 2fy plus c भने थियो, fसम्म आयो नि, एउटा इक्वेसन भन्यो हो। दिस इज द रिक्वायर्ड सिंगल इक्वेसन्स। रिक्वायर्ड सिंगल इक्वेसन भनेको यो भयो है त, यति नै गर्ने यो है त। यसो दुईवटा क्वेसन मैले एउटा गर्दै यस्तो सिंगल इक्वेसन पाउने, यस्तो जति पनि क्वेसन हुन्छ तपाईँहरूले बुक पढेर सबै गर्न सक्नुहुन्छ है त। अब त्यसपछि थ्योरममा जाउँ है त। अब यो खालको क्वेसन यो थ्योरमबाट क्वेसन दिन्छ, थ्योरम 2 बुकमा दिएको छ है त। थ्योरम 2 है, क्वेसनले के भन्छ त, थ्योरम 2 ले फाइन्ड द कन्डिसन रिक्वायर्ड फर द जेनरल इक्वेसन्स अफ सेकेन्ड डिग्री ax² plus 2hxy plus 2hxy plus by² plus 2gx plus 2fy plus c = 0 to represent the pair of line भन्यो। यो सेकेन्ड डिग्री कन्डिसन पत्ता लगाएको, कुन कुन कन्डिसनमा यसले चाहिँ के हुन्छ त भन्दाखेरि पेयर अफ स्ट्रेट लाइन रिप्रेजेन्ट गर्छ भनेर यसलाई प्रुभ गर भनेर यसलाई आएको छ सोल्युसन है त। अब आइसकेपछि यसलाई के गर्नु त भन्दा सोल्युसन गर्ने भनेपछि सोल्युसन गरौँ है त। रिप्रेजेन्ट गर्नुको लागि एउटा प्रुभ गर्नुपर्ने भयो है। प्रुभ गर्दाखेरि यसको गिभन भनेको के दिएको छ त हामीलाई, गिभन लाइन भनेको ax² plus 2hxy plus by² plus 2gx plus 2fy plus c = 0, यो भनेको। यसलाई अब कम्पेयरिङ विथ भन्ने, कम्पेयर केसँग गर्ने भने त होमोजिनियस इक्वेसन के लेख्नु पर्यो, कम्पेयरिङ विथ होमोजिनियस इक्वेसन्स। होमोजिनियस इक्वेसन भनेको कस्तो हुन्छ, त्यो इक्वेसन यसलाई बनाएको छ डाइरेक्ट कम्पेयर मात्रै गर्नु भने चाहिँ पहिले होमोजिनियस लेख्न सक्दैन त। होमोजिनियस इक्वेसन भनेको के हो त, ax² plus 2hxy plus by² = 0, यो होमोजिनियस इक्वेसन हो। तर हामीले चाहिँ के भन्छ, कुन इक्वेसनमा यसलाई चेन्ज गर्छौँ त भन्दाखेरि दिएको इक्वेसनलाई भनेको ax² plus bx plus c
इज इक्वल टु 0 यो इक्वेसनसँग कम्पेयर गर्नुपर्ने हुन्छ हामीले त कम्पेयरिङ विथ यो होमोजेनियसको यो इक्वेसन नभएर यो इक्वेसनसँग कम्पेयर गर्नु पऱ्यो। अब यही टर्ममा यसलाई मिलाउनु पऱ्यो है त। मिलाएपछि जहाँनिर एक्स भएको ठाउँलाई चाहिँ के हो त बीको टर्म लिन्छ, सी भनेको सबै टर्म यो इक्वेसनमा हेरौँ त। यो इक्वेसन भनेको के छ त भन्दाखेरि हामीले मिलाउँ त ax स्क्वायर प्लस 2h यहाँ चाहिँ के त बी भएको ठाउँमा सबै एक्स भएको हुनु पऱ्यो हेर्नु पऱ्यो है। हेर्न यो ax स्क्वायरसँग मिलेर axमा त सेम छ। अब यहाँनिर हेर्नु त एक्स स्क्वायर भने एक्स यहाँ एक्स कहाँ आउँछ हेर्दै 2hxy यहाँ पनि एक्स आउँदो रहेछ अनि यहाँ पनि एक्स आउँदो रहेछ भनेपछि अर्को जहाँ एक्स आएको छ त्यो टर्ममा सँगै लेख्यौँ 2hxy प्लस 2gx सँगै आयो। अनि अघि अरू टर्म भनेको by स्क्वायर प्लस 2fy प्लस c इज इक्वल टु 0 यो राखिदिउँ है। अब मिलाइदिउँ त यसलाई एकचोटि मिलाइदिउँ ax स्क्वायर प्लस अब एक्सलाई चाहिँ उयोसँग राख्नु पऱ्यो नि त। यहाँबाट दुईवटाबाट कमन के आयो त एक्स आयो नि दुईवटा टर्मबाट हेर्नु त। यहाँ फर्मुला अनुसार यो एक्स चाहिँ बीसँग एक्सको कोपिसन भनेको बी हो नि त। अब एक्सले चाहिँ कोपिसन गरेर राखिदिउँ भनेपछि यहाँबाट एक्स कम्प्लिट भनेको के त 2hy बाँकी रहन्छ होइन। यहाँबाट भनेको के रहन्छ 2g बाँकी रहन्छ अनि एक्स आयो नि त एक्स स्क्वायर प्लस bx। अब बाँकी टर्महरू सबै के हुँदैछ यो by स्क्वायर प्लस 2fy प्लस c इज इक्वल टु 0 चाहिँ सी टर्म भयो। अब चाहिँ कम्पेयरिङ गर्दाखेरि वी गेट के गरेँ त अब चाहिँ लेख्ने यहाँनिर यसरी चेन्ज गरेँ यो कम्पेयरिङ विथ यो मैले यहाँ तलतिर लेख्नु पऱ्यो माथि लेख्दै अहिले केही फरक परेन होइन नत्र यहाँ लेखिदिन्छु ल। कम्पेयरिङ विथ यसलाई इक्वेसन 1 भनौँ। इक्वेसन 1 कम्पेयरिङ इक्वेसन 1 है। इक्वेसन 1 विथ ax स्क्वायर प्लस bx प्लस c इज इक्वल टु 0 वी गेट भनेपछि अब के भयो त a इज इक्वल टु के भयो त ए नै छ नि यहाँ भनेको a इज इक्वल टु ए नै छ। अब b इज इक्वल यहाँ b इज इक्वल टु के छ त यो एक्ससँग मल्टिप्लाई भएको b भनेपछि यहाँनिर एक्ससँग मल्टिप्लाई भएको b भनेको के रहेछ b इज इक्वल टु 2hy प्लस 2g एन्ड c इज इक्वल टु के छ त यहाँ c इज इक्वल टु यदि सबै हुन्छ नि by स्क्वायर प्लस 2fy प्लस c भनेर यति रहेछ। अब यसलाई के गर्नु त भन्दाखेरि हामीले यसलाई क्वाड्रेटिक इक्वेसनको सोल्युसन लगाएर पनि गर्न सकिन्छ। यस्तो इक्वेसन आयो भने क्वाड्रेटिक इक्वेसन लगाएर गर्छौँ नि त। तर क्वाड्रेटिक इक्वेसन लानुभन्दा हामीले यसलाई तपाईँहरूलाई भनेको बुकमै भएको क्वेसनमा गरौँ है त। बुकमा भएको इक्वेसनलाई गरौँ। अब भनेपछि यसले भनेको यो इक्वेसन 1 लेख्यो त अहिले ल्याङ्ग्वेज लेखौँ है। इक्वेसन्स 1 इक्वेसन 1 यहाँ मस्ट लेख्नु पर्ने मस्ट छुट्यो त मस्ट रिप्रेजेन्ट द टु रेसनल ल्याङ्ग्वेजमा यो त रेसनल्स यहाँबाट लेखिदिएँ रुट्स इफ एनी वन बी स्क्वायर माइनस 4ac बी स्क्वायर माइनस 4ac इज पर्फेक्ट स्क्वायर। यदि के यो लाइनले चाहिँ के इक्वेसन 1 ले चाहिँ मस्ट बी रिप्रेजेन्ट द टु रेसनल रुट्स इफ एनी वान यदि यसले चाहिँ दुईवटा इक्वेसन मस्ट बी भनेपछि पक्कै पनि इक्वेसन 1ले चाहिँ दुईवटा रेसनल इक्वेसन रिप्रेजेन्ट गर्छ भने तर रुट रिप्रेजेन्ट गर्छ भने इफ एनी वान इज चाहिँ त्यहाँ भनेको एउटा चाहिँ के भयो त त्यहाँ मात्रको एउटा चाहिँ कुनै चाहिँ पर्फेक्ट स्क्वायर हुनु पऱ्यो क्या बी स्क्वायर माइनस 4ac इज पर्फेक्ट स्क्वायर भयो भने हुन्छ भन्यो। अब यसमा बी स्क्वायर माइनस 4ac कम्पेयर गरौँ है त। बी स्क्वायर माइनस 4ac कम्पेयर गर्दाखेरि है भनेपछि यहाँनिरको बी स्क्वायर माइनस यसलाई स्मल पनि लेख्नु त क्यापिटल पनि लेख्नुहुन्छ। यो क्यापिटल भने पनि यो सेमै भयो यो बी यो सी यो बी है क्यापिटल भने पनि स्मल भने पनि सेम है त। बी भनेको हामीसँग के छ यहाँनिर बी भनेको बी स्क्वायर माइनस 4ac बी भनेको यति हो नि त होइन। बी स्क्वायर माइनस 4ac गरेपछि खोलिदिउँ बी स्क्वायर भनेको कति आयो 2hy प्लस 2g को स्क्वायर बी स्क्वायर माइनस 4ac को ठाउँमा हामीसँग के छ ए भनेको नै छ सी भनेको हामीसँग के छ
by स्क्वायर प्लस 2fy प्लस c इज इक्वल टू 0 यो आयो। अब यो भनेको ए स्क्वायर यो बी स्क्वायर, ए स्क्वायर प्लस बी स्क्वायर फर्मुला खोल्थ्यौँ भनेपछि के हो त, ए स्क्वायर भनेको यतिको स्क्वायर हो नि त, यो भनेको ए को स्क्वायर 2 को स्क्वायर 4 एच स्क्वायर जी स्क्वायर प्लस अनि 2ab थिएन, 2ab गर्दाखेरि 2 यो यति ए बी भनेपछि अर्को फर्मुलाको 2 2 दुनी 4 4 दुनी 8 8 ए भनेको एचवाई प्लस जी एचवाई इन्टु जी है, यो एबी भने 2 दुनी 4 अनि फर्मुलाको 2 गर्दाखेरि 4 दुनी 8 भयो अनि एबी। अनि बी स्क्वायर भनेको यो बी भनेको 2 को स्क्वायर 4 अनि जी को स्क्वायर जी हो। अब माइनस अब 4ले यता खोलौँ 4ab वाई स्क्वायर ए खोल्दाखेरि माइनस यो 4 2 जा 8 एएफ माइनस 4ac इज इक्वल टू 0 भयो। यति भइसक्यो नि। अब यति भइसकेपछि हामी यसलाई के गरौँ त भन्दाखेरि है, यहाँ सबै टर्मबाट 4 चाहिँ कि त कमन लिइदिउँ। सबै यहाँ पनि छ 4, यहाँ पनि सबै 4 छ नि, 4 कमन लिइदिए बाँकी के रहन्छ त यहाँ एच स्क्वायर जी स्क्वायर प्लस यहाँ भनेको कति 2 बाँकी छ नि 2h GY प्लस जी स्क्वायर माइनस ABY स्क्वायर माइनस 2AFY माइनस AC इज इक्वल टू 0। अब यो 0 भनेको 4 त यता डिभाइडमा यता मल्टिप्लाईमा भनेको त जाँदाखेरि बराबर जान्छ कि डिभाइड जान्छ, त्यही भएर यता जाँदाखेरि के हो त यो 0सँग डिभाइड हुँदा 0 नै भयो। बाँकी के रह्यो त एच स्क्वायर जी स्क्वायर प्लस 2HGY प्लस जी स्क्वायर माइनस ABY स्क्वायर माइनस 2AFY माइनस AC इज इक्वल टू 0। यहाँबाट पनि एउटा होमोजिनियस स्क्वायर बनाऊँ है, होमोजिनियस स्क्वायर बनाऊँ AX स्क्वायर प्लस BX ओआर टर्ममा बनाऊँ है त। यहाँनिर वाइ थियो नि, यहाँ वाइ स्क्वायर यहाँ मिस्टेक लेखिरहेको छ, यहाँ पनि वाइ स्क्वायर। अब के गरौँ त भन्दा जहाँ अब यसमा एक्सको टर्म नहुने भयो, हाम्रो होमोजिनियस इक्वेसन भनेको अब के हो त, हाम्रो आएको भनेको भेल्यु के आएछ, सबले वाइ स्क्वायर भएको ठाउँमा एक राखौँ नि त, एक्स स्क्वायर वाइ स्क्वायर प्लस 2h वाइ स्क्वायर 2GHY स्क्वायर हो 2GHY स्क्वायर अनि प्लस अब बाँकी टर्म भने के टर्म राखिरहे त, अब एक्स भएको वाइ भएको टर्म मात्रै एक ठाउँ लेखौँ भनेपछि यहाँ कस्तो मिस्टेक लाग्यो, यहाँ भनेको त के त माइनस ABY स्क्वायर अनि प्लस 2HGY अनि माइनस 2AFY अनि माइनस AC प्लस जी स्क्वायर। यति हामीले कसरी लेख्यौँ त भन्दाखेरि यहाँ भएको टर्मलाई मिलाएको मात्रै हो कि, यहाँनिर सोल्युसन गर्दै आयौँ त हामीले, यो सोल्युसन गर्दै आएको थियौँ, काटेको भने यहाँ एच स्क्वायर वाइ स्क्वायर प्लस 2HGY प्लस GU स्क्वायर अनि यहाँबाट हेर्दा यहाँ वाइ स्क्वायर भएको टर्मलाई एक ठाउँ राखेको, यहाँ वाइ स्क्वायर छ यहाँ पनि वाइ स्क्वायर छ, यो वाइ स्क्वायर भएको टर्ममा एकै ठाउँ राखेको, अनि यहाँ पनि FY छ यहाँ पनि वाइ भएको टर्मलाई सेम राख्यौँ अनि बाँकी टर्मलाई त राख्यो भनेपछि त्यही गर्नु खोजेको, त्यसलाई फर्मुला बनाउनु खोजेको है त्यो स्क्वायरमा हुने, त्यो त वाइ स्क्वायर भएको वाइ स्क्वायर अनि वाइ भएको ठाउँ वाइ राख्ने त। अगाडि एक्स भएको यहाँबाट हेर्नु त यो टर्म र यो टर्मबाट के कमन आयो त वाइ स्क्वायर कमन आयो नि, बाँकी के रह्यो त एच स्क्वायर माइनस एबी बाँकी रह्यो अनि बाँकी त बाहिर भने के हो त वाइ स्क्वायर भयो। अब हेर्नु त यो दुईवटा टर्मबाट के कमन आउँछ भने त वाइ कमन आउँछ नि, प्लस राखिदिउँ वाइ कहाँपछि 2h यहाँ जी बाँकी रह्यो माइनस 2AF बाँकी रह्यो नि, यहाँ अनि बाहिर वाइ बाँकी रह्यो अनि तलको भनेको त के हो त यो प्लस राखिदिउँ
जी स्क्वायर माइनस एसी इज इक्वल टु 0। भनेपछि यो यसको वाइको ठाउँमा एक्स हो भने के हो त एक्स स्क्वायर हुन्थ्यो एएक्स स्क्वायर प्लस बिवाई प्लस बिएक्स प्लस सी भनेपछि यो पनि वाइको टर्ममा भनेको वाइको पनि इट इज के लेख्नु पऱ्यो इट इज अल्सो अ पर्फेक्ट स्क्वायर एट वाई वाईको पर्फेक्ट स्क्वायर भयो नि त वाईमा हुँदाखेरि भनेपछि अब यसमा कम्पेयर गर्दाखेरि अहिलेसँग कम्पेयर गर्दाखेरि के आयो त भन्दाखेरि अब कम्पेयरिङ गर्दाखेरि यहाँ पनि अनि अब पर्फेक्ट स्क्वायर वाई त्यसमा पनि के हो त बी स्क्वायर माइनस फोर एसी एप्लाई गर्नु पऱ्यो यहाँ अघि क्यापिटल गरेको थियो अब यसमा गरिदिउँ बी स्क्वायर माइनस फोर एसी गरेपछि अब यहाँ भनेको यो टर्म भनेको ए को टर्म यो भनेको बीको टर्म यो भनेको सीको टर्म आयो नि भनेपछि बी भनेको हामीसँग के रहेछ त यति रहेछ नि यहाँ लेखिदिउँ 2hg माइनस 2af को स्क्वायर बी स्क्वायर माइनस 4ac भने है त एसी भनेपछि ए भनेको हामीसँग कति बाँकी रह्यो एच स्क्वायर माइनस एबी अनि सी भनेको जी स्क्वायर माइनस एसी इज इक्वल टु 0 यो आयो नि योबाट कम्पेयर गर्दाखेरि है त आयो भने अब यसलाई यो ए स्क्वायर माइनस बी स्क्वायर फर्मुला खोलिदिउँ भनेपछि यो भनेको के त 4 भयो 4h स्क्वायर जी स्क्वायर माइनस 2ab हो नि त 2 दुनी 4 अनि अहिलेको फर्मुलाको एकले गर्दाखेरि 8 अनि ए यो पनि एएफ बी स्क्वायर अब बी स्क्वायर होइन ए स्क्वायर अब बी स्क्वायर भनेको 2 को स्क्वायर भनेको 4 ए स्क्वायर एफ स्क्वायर यो भयो अब माइनस यतापट्टि यो फोरको फोर नै लेख्दिउँ भित्रको मल्टिप्लाई गऱ्यौँ यसले जी स्क्वायरलाई गर्दाखेरि के त एच स्क्वायर जी स्क्वायर यो गर्दाखेरि होइन पो माइनस यसलाई खोल्दाखेरि एसिएच स्क्वायर हो नि त यसले गर्दाखेरि अब माइनस यसलाई खोलौँ माइनस एबी जी स्क्वायर माइनस माइनस प्लस ए स्क्वायर बीसी इज इक्वल टु 0 यो ए स्क्वायर अनि बी र सीको सी भयो अब यो फोरले खोलिदिउँ है तल स्टेपमा लेख्यौँ नत्र के गरिदिउँ भने त यो एक टर्म दुई टर्म तिन टर्म यो चार टर्म भयो नि त पुरै मल्टिप्लाई गर्दा योबाट सबैबाट फोर कमन ल्याइदिउँ हो फोर कमन ल्याइदिए पनि भयो तर एकचोटि खोलेर ल्याइदिउँ न फोर यहाँ के कमन आउँछ अरू है त फोर ए स्क्वायर जी स्क्वायर माइनस 8xg एफ प्लस 4 ए स्क्वायर एफ स्क्वायर माइनस 4 ए एच स्क्वायर जी स्क्वायर माइनस माइनस प्लस ए 4 ए सी एच स्क्वायर माइनस माइनस प्लस यो 4 ए बी जी स्क्वायर अनि माइनस प्लस माइनस 4 ए स्क्वायर बी सी इज इक्वल टु 0 अब के गर्दा यहाँ 4 एच स्क्वायर जी स्क्वायर यहाँ प्लस छ 4 एच स्क्वायर जी स्क्वायर यहाँ माइनस छ योबाट काट्दिउँ हो अब काट्दिउँ भनेपछि हेर्नु अब सबैमा भनेको के आयो त भन्दाखेरि सबैबाट के गऱ्यौँ त यहाँ पनि ए छ होइन यहाँ हेर्नु त यहाँ ए छ यहाँ फो पनि छ ए पनि छ यसमा पनि फो पनि छ ए पनि सबैमा फो र ए छ नि सबैमा फो र ए छ भने सबैबाट माइनस के लेख्नु त फो ए कमन ल्याइदिउँ माइनस फो ए कमन ल्याइदिएपछि यहाँनिर के भयो त माइनस माइनस प्लस हुन्छ प्लस लिनु पऱ्यो के त यहाँ 2 4 दुनी 8 एएफ होइन एएफ जिएच लेख्यौँ जिएच फो एएफ जिएच भयो बाँकी रह्यो नि यसमा भनेको के बाँकी त फो गइसकिहाल्यो फो ए गइसक्यो यहाँ दुइटा ए थियो फो ए गयो भने के त प्लस एएफ स्क्वायर मात्रै बाँकी रह्यो होइन यहाँ माइनस कमा यस्तो यहाँ त के त प्लस नभएर माइनस हुने भयो नि त माइनस कमाले यस्तो अनि यो टर्म पनि के त माइनस हुने माइनस यो फो ए गइसक्यो भने के हो त सिएच स्क्वायर अनि माइनस यो पनि के त प्लसमा छ माइनस यो फो ए गइसक्यो भने के हो त माइनस बिवाई स्क्वायर अब यो माइनस माइनस अगाडि माइनस कमा यो प्लस हुने भयो नि यो फोर र ए गइसक्यो भने बाँकी के हो त एबिसी इज इक्वल टु 0 अब यसले बराबरी हुँदा गएर डिभाइड गरेर 0 भयो अब यो प्लस टर्मलाई अगाडि लिएर खोलिदिउँ भनेपछि यो प्लस टर्म छ नि अगाडि लिदिउँ यसलाई चाहिँ एबिसी प्लस यो प्लस 2 एएफ जिएच माइनस
AF स्क्वायर माइनस BY स्क्वायर माइनस CH स्क्वायर इज इक्वल टु 0 यति आयो नि। यसलाई गर्दाखेरि यो चाहिँ के हो, यो नै हाम्रो के त रिक्वायर्ड इक्वेसन हो। यति आउनु नै, यो चाहिँ फर्मुला तपाईँले याद पनि गर्नु पर्यो है। यही फर्मुला याद गर्नु पर्यो, ABC प्लस 2AFGH माइनस AF स्क्वायर माइनस BY स्क्वायर माइनस CH स्क्वायर है। यो चाहिँ हाम्रो के हो त रिक्वायर्ड इक्वेसन हो। दिस इज द प्रुफ गर्नुपर्ने यति नै हुन्छ एक्जाममा। रिक्वायर्ड कन्डिसन represent the pair of line ले रिप्रेजेन्ट गर्ने इक्वेसन भनेको यही नै हो। यही प्रुफ गर्नुपर्ने हुन्छ। यो त थ्योरममा आइरहेको सिटीभिटी सोधिरहेको क्वेसन हुन्छ, धेरैपल्ट सोधिरहेको क्वेसन हो। त्यही भएर यसलाई भनेको त्यो तरिकाले गर्दा यसरी एकचोटि AX स्क्वायर प्लस BX यो फर्ममा कन्भर्ट गर्ने होइन। यो फर्ममा कन्भर्ट गरिसकेपछि यसलाई मैले क्यापिटलै भनिदिएँ ल। यहाँ क्यापिटल A अनि क्यापिटल B केमा कम्पेयर बनाउनु पऱ्यो अरे AX स्क्वायर प्लस BX प्लस C इज इक्वल टु 0 यो फर्ममा बनाएर यो दिएको जुन सेकेन्डरी इक्वेसनलाई अनि यहाँ कम्पेयर गर्ने। क्यापिटल A भएको ठाउँमा के छ त स्मल A छ, एरै लेखिदिने अनि सबै गरेर बनाइसकेपछि के भयो त यसरी गरेपछि त्यहाँबाट फेरि कमन सबैवटा कमन आउँछ हटाइदिने। फेरि त्यसलाई के भयो त फर्मुलामा अब त्यसलाई चाहिँ फेरि के को दोस्रो चाहिँ केमा को फर्मुला बन्ने भयो AY स्क्वायर प्लस BY प्लस C इज इक्वल टु 0 यो बन्ने भयो। यो पनि पर्फेक्ट स्क्वायर बीमा हुने भयो नि त। त्यही भएर यो फर्ममा चेन्ज गरेर त्यसपछि कमन ल्याइदिने, 4 र 1 कमन लिन्छ, काट्ने क्रम काट्दिने, लास्टमा जुन रिक्वायर्ड इक्वेसन आएको छ त्यो रिक्वायर्ड इक्वेसन चाहिँ हाम्रो के हो त्यसले चाहिँ कन्डिसन रिप्रेजेन्ट गर्छ भन्ने। अब यही कन्डिसन रिप्रेजेन्ट गर्नेमा योसँग पनि हिसाबहरू छ है त। यो हिसाबहरू पनि अब हामीले गर्छौँ। के रहेछ त याद भयो नि, ABC प्लस 2AFGH माइनस AF स्क्वायर माइनस BY स्क्वायर माइनस CH स्क्वायर इज इक्वल टु 0 है। यो भइसकेपछि अब हामीसँग यहाँ क्वेसनहरू छ, क्वेसनहरू गरौँ न त है। सिटीभिटी 2017 सालमा सोधेको क्वेसन चाहिँ के छ त, प्रुफ ड्याट 6x स्क्वायर माइनस XY माइनस 12y स्क्वायर माइनस 8x प्लस 3x 2GY माइनस 14 इज इक्वल टु 0 रिप्रेजेन्ट अ पेयर अफ लाइन। यसले चाहिँ के भन्दा पेयर अफ लाइनलाई रिप्रेजेन्ट गर्छ भनेर प्रुफ गर्नु पर्यो। अब कसरी यसले प्रुफ गर्छ त पेयर अफ लाइन रिप्रेजेन्ट गर्छ भनेर प्रुफ कसरी गर्न सक्छ थाहा छ। अब यही फर्मुलामा हामीले एप्लाई गरिदिने के छ त, यहाँ AX स्क्वायर प्लस 2HX प्लस GX छ नि, यसलाई के भन्छ त अहिलेको फर्मुलासँग कम्पेयर गरिदिने है त। लाइन रिप्रेजेन्ट गर्छ यो इक्वेसनले भनेछ। पेयर अफ लाइन रिप्रेजेन्ट गर्छ भने त हाम्रो पेयर अफ लाइनको अहिलेको इक्वेसन थियो नि त, कम्पेयर गरौँ न त। गर्थ्यौँ कम्पेयरिङ विथ यो दिएको यहाँ माथिको इक्वेसनलाई कम्पेयरिङ विथ AX स्क्वायर प्लस 2HXY प्लस के हुन्छ BY स्क्वायर प्लस 2FY प्लस 2FY प्लस 2GX प्लस C इज इक्वल टु 0सँग भनेपछि यो हो नि त वी गेट हो। यहाँबाट भनेको एक्स स्क्वायरसँग गुणन भएको के छ 6, A इज इक्वल टु के आयो 6 अनि 2H भनेको 2Hसँग गुणन भएको के हो त 2H इज इक्वल टु यहाँको चाहिँ Hसँग भनेको XY छ त, XY भनेको -1 छ। यो भने H को भेल्यु कति आयो त -1/2। अब BY भनेको Y भनेको Bसँग गुणन भएको के छ त Bसँग गुणन भएको भनेको Y स्क्वायर छ नि त। B को ठाउँमा के हुन्छ त Y स्क्वायर भएको कहाँ छ यहाँ -12 अनि 2FY भन्ने छ नि त। अनि F भनेको चाहिँ के आउँछ त F भनेको 2F इज इक्वल टु के हो त Fसँग गुणन भएको भनेको हामीसँग के त 2G छ नि त। G 2 काट्यो भनेपछि के हो त F भनेको G 2G 2F 2G है।
अनि त्यसपछि सी भनेको चाहिँ हामीसँग के आयो त -14 एन्ड हामीसँग जी भनेको के आयो त 2gx भनेको 2g इज इक्वल टु कति छ -8 छ नि। अब जी भनेको चाहिँ कति आयो त -4 हो। अनि हाम्रो कन्डिसन भनेको नाउ कन्डिसन भनेको के छ त एबिसी प्लस 2AFGH माइनस के थियो AF स्क्वायर माइनस BG स्क्वायर माइनस CH स्क्वायर इक्वल टु 0 भयो भने हुन्छ भनेको थियो है त। अब ए भनेको हामीसँग कति आएको छ त यही भेल्यु ए भनेको 6, बी भनेको हाम्रो कति आएको छ बी भनेको -12 हो। अनि सी भनेको हामीसँग कति आएको छ -14 होइन -14 सी भनेको -14 प्लस 2 ए भनेको 6 एफ भनेको हामीसँग कति आयो एफ भनेको जी होइन त कति आएको थियो एफ भनेको 2g एच नै कि क्वेसन मैले मिस्टेक गरेको छु क्वेसन हेर्छु त मैले है त यहाँ भनेको 29y हो क्या 29y चाहिँ हो 2g भने चाहिँ यो भनेको कति आएछ यो भनेको 29/2 सायद एकचोटि क्वेसन हेर्छु त म त्यो क्वेसन भनेको यो माथि भनेको 29y नै हो है त त्यही भएर यो एफ भनेको चाहिँ के आयो त 29/2 है त। अब यहाँ भनेको एफ ए भनेको भेल्यु हालिदियो अनि एफको भेल्यु भनेको त 29/2 अनि जी अब जीको भेल्यु कति आएको छ हाम्रो भर्खर जीको भेल्यु निकालेको -4 हो -4 इन्टु अब एच भनेको हाम्रो कति आएको छ एच भनेको -1/2 हो प्लस एएफ भनेको ए भनेको हामी कतिसँग 6 अनि एफ भनेको भर्खर लेखेको होइन हामीले कता लेखेको थियौँ भने एफको भेल्यु भनेको 29/2 29/2 को होल स्क्वायर हुने भयो होइन माइनस यहाँनिर अलिक नउठेन तलतिर अर्को टर्ममा यसलाई काटेर यहाँबाट लेखेँ त मैले यो ए भनेको 6 बी भनेको -12 सी भनेको -14 अनि प्लस 2 इन्टु यहाँसम्म त्यसै भए सार्दै 6 इन्टु 29/2 -4 इन्टु -1/2 -6 अनि 29/2 को होल स्क्वायर एफ भनेको माइनस बी भनेको हामीसँग कति आएको छ बी भनेको हामीसँग कति आएको छ -12 है त -12 यहाँ -12 अनि बी जी स्क्वायर भनेको जी भनेको कति छ 4 -4 को स्क्वायर अनि माइनस सी भनेको हामीसँग कति आएको 14 आएको -14 इन्टु एच भनेको हामीसँग कति आएको छ एच भनेको -1/2 इन्टु -1/2 को होल स्क्वायर हो यति भयो। अब यताको भेल्यु हाल्दै जाउँ त है क्यालकुलेटर कता गयो मेरो अब 6 इन्टु कति अरे माइनस यहाँ भनेको कति छ -12 इन्टु -14 गर्दाखेरि 1008 भयो 1008 प्लसमा हुन्छ माइनस प्लस है यो 2 ले 2 लाई काटिदिन्छ होइन काटेपछि बाँकी 6 इन्टु यो माथिको माइनस पनि प्लस हुने भयो यो माइनस प्लस हुने यसले पनि 2 काट्ने भयो 2 भनेपछि कति हुने भयो त भन्दाखेरि यो टर्मलाई नै नभए हान्दै पनि भयो न 2 इन्टु 6 इन्टु 29/2 इन्टु माइनस प्लस भइहाल्यो चाहिँ प्लस बनाइदियो माइनस अनि 4 इन्टु 1/2 गर्दाखेरि कति आउँदो रहेछ यो पनि प्लसमा आउँदो रहेछ 348 प्लसमा आयो अब भनेको यो माइनसमा आउने भयो नि त -29/2 को के भन्छ 6 इन्टु 29/2 को होल स्क्वायर गर्दाखेरि यो कति आयो त यहाँ लेखिदिउँ 1261.5 हो यहाँ माइनस छ यहाँ फर्मुलाको माइनस अनि माइनस प्लस यो माइनस नै हुने भयो 12 इन्टु 4 को स्क्वायर भनेको 192 192 हो
यहाँसम्म सक्यो हाम्रो। अब यहाँसम्म सकिएपछि यताको भेल्यु पनि हालिदिउँ। यहाँ कति -14 इन्टु 1/2 फर्मुलाको माइनस माइनस कस्तो भने यो भनेको माइनस ब्राकेटमा -14 हो इन्टु ब्राकेटमा -1/2 को स्क्वायर गर्दाखेरि कति आउँछ? ओ यहाँ माइनस 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 कहाँ गयो? यहाँ माइनस -1/2 3.5 पोजिटिभमा आउँदो रहेछ। 3.5 इजिकल टु 0 इक्वल टु 0 भने त फर्मुला छ नि त हाम्रो। यो सबै जोड्दाखेरि माइनस आउनु पऱ्यो त भनेपछि जोडिदिउँ। कति कति आयो त भन्दा 1008 प्लस 348 माइनस 1261.5 माइनस 192 प्लस 3.5 हो। यो सबै भेल्यु आउँदा चाहिँ हाम्रो के आउनुपर्छ त 0 आउनुपर्छ है। 0 आयो भने चाहिँ हाम्रो भेल्यु के हो त राइट रहेछ। 0 इक्वल टु 0 प्रुभड। यो क्वेसनलाई चाहिँ सल्भ गर्नु होला। यहाँनिर मैले है सल्भ गर्दै भेल्यु हाल्ने, यस्तो कम्पेयर गर्ने, अनि हाम्रो रिक्वायर्ड कन्डिसन भनेको यही र नि। कन्डिसनमा भेल्यु हालिदिने, भेल्युमा हालिदिने बित्तिकै अन्त रिक्वायर्ड कन्डिसनले भर्खर निकालेको भने त हामीले कहाँ निकाल्थ्यौँ? यहाँ एबिसी प्लस 2AFGH स्क्वायर माइनस AF स्क्वायर माइनस BG स्क्वायर माइनस CH स्क्वायर, त्यही लेख्ने होइन कन्डिसन भनेको। एबिसी प्लस 2AF माइनस AF स्क्वायर माइनस BG स्क्वायर माइनस CH स्क्वायर माइनस CH AF स्क्वायर माइनस BG स्क्वायर AF स्क्वायर माइनस BG स्क्वायर माइनस CH स्क्वायर। अनि त्यही गर्यो सबैको भेल्यु। अब हामीले के गर्यो त पुट गरिदियो। यहाँको यसको भेल्यु यहाँ हालिदियो, अनि यो हानियो AFGH, अनि यो चाहिँ -6 AF स्क्वायर भनेको 29 F भनेको 29/2 को स्क्वायर हो, अनि 29/2 को स्क्वायर माइनस, अनि बी भनेको 12 थियो हाम्रो -12 फर्मुलाको -12 इन्टु, अनि एफ स्क्वायर भनेको हाम्रो कति थियो? एफ भनेको 29/2, यहाँनिर 29/2 को स्क्वायर 29/2 को स्क्वायर AF स्क्वायर BG स्क्वायर भनेको जी भनेको -4 को स्क्वायर हो माइनस। अब सी भनेको -14 इन्टु CH स्क्वायर भनेको एच भनेको -1/2। यो गर्दाखेरि सबै 0/0 आयो। प्रुभ हुन्छ। यसरी प्रुभ गर्नु होला है त। यो प्रुभ गर्ने भेल्युहरू काहीँ मिस्टेक गरेको जस्तो लागिरहेको छ मैले होइन। त्यही भएर अलिकति माइनस अलिकति फरक भयो त। तपाईँहरूले मिस्टेक नगरिकन यहाँ गर्नु होला है त। सेम गर्ने प्रोसेस यो भयो त। भनेपछि यसरी 0/0 आउँछ भन्ने भयो। त्यसपछि अर्को क्वेसन छ। अर्को क्वेसनमा यही क्वेसन टाइपको छ है त। यहाँ छ अर्को क्वेसन। यो पनि क्वेसन हेर्दा यस्तो खालको क्वेसन पनि सोध्छ सिटिभिटीले। फाइन्ड वाट भेल्यु अफ के द इक्वेसन्स x स्क्वायर प्लस 2 x स्क्वायर प्लस के XY, अनि यति गरेर यो दिएको छ नि, यो चाहिँ इजिकल टु यो चाहिँ भइसकेको छ रिप्रेजेन्ट पेयर अफ लाइन। पेयर अफ लाइन रिप्रेजेन्ट गर्छ भइसकेपछि क्वेसनले भइसकेको छ भने कन्डिसन भनेको हाम्रो पेयर अफ लाइनको कन्डिसन भनेको के त ABC प्लस 2AFGH माइनस AF स्क्वायर माइनस BG स्क्वायर माइनस CH स्क्वायर इजिकल टु 0। योसँग कम्पेयर, योसँग पुट हाल्ने, त्यसपछि रिप्रेजेन्ट गरेको लाइन भनेको कन्डिसन भनेको यो हो नि त होइन। योसँग कम्पेयर कन्डिसन गरेर यहाँबाट भेल्यु निकाल्ने है त। भनेपछि पहिले यसलाई चाहिँ सोल्युसन गर्दा कम्पेयरिङ गरौँ सेकेन्ड डिग्री इक्वेसनसँग, किनभने यहाँ सेकेन्ड डिग्रीमा दिएको छ नि। भनेपछि कम्पेयरिङ विथ सेकेन्ड डिग्री इक्वेसन भनेको के हो त हाम्रो AX स्क्वायर प्लस 2HXY प्लस के हो त BY स्क्वायर प्लस 2FY प्लस 2GX प्लस C इजिकल टु 0। अब ए भनेको यहाँसँग के आयो त? ए भनेको 1, ए इजिकल टु 1। अब 2H भनेको के आउँछ त? 2H भनेको यहाँ के छ त? XY भनेर के छ भनेपछि H इजिकल टु के हुने भयो त? K/2 हो।
अनि त्यस पछाडि यहाँ b को ठाउँमा b b भनेको y स्क्वायर भएको ठाउँमा के छ यहाँ 1 अनि यहाँ b भनेपछि f आयो नि f पहिले gx भनेको g भनेको यहाँ के त x भनेको 2g भनेको ठाउँमा के छ त 2g इज इक्वल टु यहाँ -5 छ -5 g इज इक्वल टु के हो त -5/2 यसले एउटा लाँदा 5/2 भयो अनि 2f भनेको ठाउँमा 2f को ठाउँमा के छ त f y छ नि त y भनेको -7 छ -7 अनि f को भ्यालु भनेको पनि के आयो त यो f इज इक्वल टु -7/2 यो आयो अब f सक्यो अब c भनेको त 6 रहेछ अलरेडी c इज इक्वल टु 6 छ भने नाउ कन्डिसन एप्लाई गरौँ भनेको abc प्लस 2af gh माइनस af स्क्वायर माइनस bg स्क्वायर माइनस ch स्क्वायर इज इक्वल टु 0 अब यहाँ सबै भेल्यु हालिदिउँ भेल्यु हालिसकेपछि एक स्टेप यहीँ लेख्दै मैले a भनेको ठाउँमा हामीसँग 1 b भनेको पनि 1 c भनेको हामीसँग कति 6 हो प्लस 2 इन्टु a भनेको 1 f भनेको हाम्रो कति आएको छ -7/2 हो नि -7/2 अनि g भनेको हामीसँग के आएको छ g भनेको -5/2 -5/2 अनि h भनेको हामीसँग gh भनेको भेल्यु कति आएको छ h को भेल्यु भनेको k/2 हो k/2 माइनस a भनेको 1 f भनेको कति अरे 7/2 -7/2 को होल स्क्वायर af स्क्वायर भनेको माइनस b भनेको 1 अनि g भनेको हामीसँग कति -5/2 -5/2 को g स्क्वायर भनेको स्क्वायर माइनस c भनेको हामीसँग कति आएको 6 अनि h भनेको है त h स्क्वायर भन्छ नि यहाँ h भनेको कति आएको छ हामीसँग भर्खरै निकालेको थियो नि h भनेको k/2 को स्क्वायर गर्नु पर्यो इज इक्वल टु 0 हो अब यो मल्टिप्लाई गरौँ यो भनेको 6 हो हैन माइनस यो माइनस माइनस प्लस नै हुने भयो प्लस 5 7 35 35 दुना कति भयो यहाँ के गर्न सकिन्छ त भन्दाखेरि है 5 7 35 35 दुनी 70 हैन 70 k/4 2 दुनी 4 4 दुनी 8 हो 70 k/8 माइनस 7 7 49 49/4 माइनस 25/4 हो माइनस 6k/2 इज इक्वल टु 4 इज इक्वल टु 0 अब सबैबाट लसाउ कति लिउँ त भनेपछि लसाउ आउने भयो यसको 8 आउने भयो नि त 8 लसाउ आइसकेपछि के हुने भयो त भन्दाखेरि है त 8 लस आउने भयो भनेपछि यतापट्टि 8 ले यता गएर 8 छक्का 48 प्लस यसलाई त 8 ले बनाउनु पर्यो 70k यसलाई 2 ले मल्टिप्लाई गर्नु 14 2 जा 49 2 जा हो नि त यो भनेको कति हुने भयो त पत्ताको क्याल्कुलेटर भनेपछि 49 इन्टु 2 गर्दाखेरि 98 माइनस 98 माइनस यो 25 इन्टु 2 गरेको 50 हो 50 माइनस 11 2 ले गर्नु 12k स्क्वायर इज इक्वल टु 0 यो 8 ले यता गएपछि मल्टिप्लाई गरेपछि यो 0 भइहाल्यो के हो त यो दुईटा जोडिदिउँ 48 मै यहाँ माइनस 2 भनेपछि यसमा भने कति भयो 70k माइनस 100 माइनस 12k स्क्वायर इज इक्वल टु 0 अब k स्क्वायर भएको अगाडि ल्याइदिउँ माइनस कमन लिएर 12k स्क्वायर माइनस 70k प्लस 100 इज इक्वल टु 0 अब यहाँबाट कमन कुनै टर्म आउँछ कुनै टर्म कमन आउँछ होला नि हैन कमन आउँछ भने कति कमन लिन सकिन्छ त भएर गरौँ है त यहाँबाट सबैबाट के हुन्छ हामीले 2 कमन लियो भने है 2 कमन लियो भने के हो त यो 6k स्क्वायर अनि यो माइनस 35k प्लस 25 इज इक्वल टु 0 हुन्छ यहाँबाट उता मल्टिप्लाई गरेर भयो अब यहाँबाट के कमन आउँछ योबाट 6
6 र 36 जाँदैन, अझै पनि 2 कमन आउन सक्छ होइन। 35 यो 2 भनेको कति चाहिँ 35 चाहिँ 2 कति चाहिँ 35 हुँदैन नि। अब हुँदैन भनेपछि के जोड्दा घटाउँदा चाहिँ दुईवटा टर्म हुनु पऱ्यो, कति 25 छक्का हुनु पऱ्यो होइन। 25 इन्टु 6 जोड्दा घटाउँदा 150 हुनु पऱ्यो, अनि मल्टिप्लाई गर्दाखेरि चाहिँ 35 हुनु पऱ्यो भने चाहिँ 35 हुनु पऱ्यो भनेको जोड्दा चाहिँ 35 हुनु पऱ्यो भने कति त 15 प्लस 10 होइन त। 15 प्लस 10 भनेको 15 इन्टु 10 गऱ्यो भने के त 150 हुन्छ नि, ठ्याक्कै मिल्छ भनेको। 6k² माइनस यो भनेको यो जोड्दा चाहिँ 25 हुनु पऱ्यो नि त। 15 प्लस 10 गरेर चाहिँ 25 भयो, k प्लस 25 इजिकल टु 0 होइन। यसरी प्लस गर्नु पऱ्यो भनेपछि यो 6k² माइनस यो भनेको यो दुईवटा गरेको 15k माइनस 10k प्लस 25 इजिकल टु 0। अब यो दुईवटाबाट कमन लिउँ है, दुईवटा कमन कति आउँछ, के पनि आउँछ अनि 3k आउँछ होइन। 3k कमन आयो भने यहाँबाट के 3 टु 2k माइनस यहाँ भनेको 5 यहाँ 15 भनेपछि यहाँ 5 बाँकी रह्यो होइन। अब यो माइनस कमन लिदिउँ भनेपछि माइनस कमन लिएपछि यो के हुन्छ, यहाँ दुईवटा कमन कति आउँछ, यहाँ 25 यहाँ 5 पनि कमन आउँछ हो। 5 कमन आयो भने 5 टु 10 k माइनस 5 5 25 इजिकल टु 0। अब दुईवटाबाट फेरि दुई टर्मबाट कमन आयो, के कमन आयो त भन्दाखेरि 2k माइनस 5 बाँकी भनेको 3k माइनस 5 इजिकल टु 0। अब के को भ्यालु चाहिँ के आउँछ, यो आइदर अर गरेर के को भ्यालु 2k माइनस 5 इजिकल टु 0, यतापट्टि 3k माइनस 5 इजिकल टु 0, k इजिकल टु यो त जाँदा माइनस हुन्छ, यो भनेपछि 5/2 अनि यहाँ k इजिकल टु 5/3। Now the value of k is 5/2 or 5/3 भनेर के को भ्यालु चाहिँ यसरी आउँदो रहेछ। यसरी के को भ्यालु निकाल्नको लागि पनि हामीले के गर्दै यस्तो यो सेकेन्ड डिग्री इक्वेसनमा दिएको छ भने पनि हामीले पेयर अफ स्ट्रेट लाइन पेयर अफ लाइन रिप्रेजेन्ट गर्ने कन्डिसन जुन छ नि, कन्डिसनमै हालेर हामीले के को भ्यालु निकाल्छौँ। त्यसपछि खण्डीकरण गर्छौँ, खण्डीकरण यसरी खण्डीकरण गर्नुपर्ने हुन्छ के को भ्यालु निकाल्नको लागि। अनि त्यसपछि खण्डीकरण गरिसकेपछि हामीले के को भ्यालु यसरी निक्लिन्छ दुईवटा है त। यसरी तपाईँहरूले निकाल्नु होला भनेर भन्न चाहेँ है त। यो पनि 2 मार्क्समा 4 मार्क्समा आउँछ यस्तो के को भ्यालु निकाल्नु भन्ने चाहिँ 4 मार्क्समा आउने क्वेसन हो भन्न चाहेँ। यस्तो जति पनि क्वेसनहरू छ सबै प्र्याक्टिस गर्नु होला है त। अनि अर्को क्वेसन म भन्न चाहेँ त भनेपछि अर्को क्वेसनले भनेको छ त यसले पनि के भन्छ त भन्दाखेरि यो खालको क्वेसन झन् धेरै सोधे 2 मार्क्समा धेरै नै सोधिरहने क्वेसन हो है त। सोधिरहेको क्वेसनहरू नै लिएको छु मैले है त। फाइन्ड द सेपरेट इक्वेसन्स अफ लाइन रिप्रेजेन्ट बाई 2x² माइनस xy। यो सोल्युसन गरौँ पहिले। द लाइन के दिएको छ अरे हामीलाई, यो लाइनबाट सेपरेट इक्वेसन निकाल भनेको, सेपरेट इक्वेसन भनेको यहाँबाट दुईटै इक्वेसन बना भनेको यो लाइनबाट इक्जाममा सेपरेट इक्वेसन नै निकाल भनेर आउँछ। भनेपछि यसलाई के छ त लाइन दिएको, द लाइन भनेको चाहिँ 2x² माइनस hx माइनस 3y² इजिकल टु 0। भनेपछि यो 2 मार्क्समा आउने क्वेसन हो। भनेपछि यसलाई कसरी सल्भ गर्न सकिन्छ भन्दाखेरि हेर्नु त, जोड्दा घटाउँदाखेरि चाहिँ कति 1 हुनु पऱ्यो। यहाँनिर के छ भने घटाउँदाखेरि 1 हुनु पऱ्यो, अनि मल्टिप्लाई गर्दा चाहिँ कति हो त 3। यो छेउछेउको को चाहिँ मल्टिप्लाई हुन्छ कि, मल्टिप्लाई गर्दाखेरि चाहिँ कति हुनु पऱ्यो 3 टु 6 हुनु पऱ्यो। भने कसरी त्यति घटाउँदाखेरि 1 हुने, जोड मल्टिप्लाई गर्दा 6 हुने अङ्क भनेको त 3 टु 6 भने यो 3 र 2 नै हो नि त। भनेपछि के गर्दैछ सोल्युसन भनेको यसको 2x² माइनस यसको 3 माइनस 2 गऱ्यो भने 1 बाँकी रहन्छ नि, अनि 3 र 6 भनेपछि xy माइनस 3y² इजिकल टु 0। यो खण्डीकरण गर्ने रुल हो नि त, यो खण्डीकरण गर्न तपाईँहरूले बुझिहाल्नुपर्छ। भनेपछि 2x² माइनस यो सधैँ के सम्झिनु भने छेउछेउको चाहिँ गुणन गर्नु पऱ्यो। छेउछेउको गुणन गर्दा जो कति छेउछेउको जति गुणन गर्दा छेउछेउको जति, अनि जोड्दा घटाउँदा भनेको बिचको जति भनेको बिचको, जोड्दा वा घटाउँदा भनेको चाहिँ कति बिचको जति। यहाँ भनेको साइन के छ घटाउँदा भनेको यहाँ 1 हुनु पऱ्यो। यहाँ केही छैन, यसको गुणाङ्क त 1 छ नि त, 1 हुनु पऱ्यो गुणाङ्क। अनि पछि मल्टिप्लाई गर्दाखेरि चाहिँ
छेउछेउ 3 2 जा 6 6 हुनु पऱ्यो भने यो दुईवटा टर्म त हुन्छ नि 3 मा 2 घटायो भने 1 बाँकी रहन्छ अनि 3 2 जा गुणन गर्दै यो दुईवटा गुणन गर्दाखेरि 6 हुन्छ ठिक छ। अब यहाँबाट माइनस इन्टु 3 भनेको माइनस 3 xy माइनस माइनस प्लस 2xy माइनस 3y स्क्वायर इज इक्वल टु 0 यसरी चारवटा पद भयो चारवटा पद भइसकेपछि अब यो दुईवटा टर्मबाट कमन लिउँ दुईवटा टर्मबाट कमन के आउँछ एक्स कमन आउँछ नि बाँकी के छ यहाँ 2x माइनस यहाँ 3y बाँकी रह्यो होइन। अब यो दुईवटा टर्मबाट कमन के हुन्छ प्लस यहाँ y छ यहाँ पनि y छ भनेपछि y कमन लिदिउँ अब बाँकी के रह्यो यहाँ 2x माइनस 3 अब एउटा y बाँकी रह्यो 3y इज इक्वल टु 0। अब यो दुईवटा टर्मबाट फेरि कमन लिदिउँ कमन के हुन्छ त 2x माइनस 3 अनि बाँकी भनेको के हुन्छ x प्लस y इज इक्वल टु 0। अब आइदर अर गरिदिउँ यो 2 मार्क्सको क्वेसन है आइदर अर 2x माइनस 3y इज इक्वल टु 0 अनि x प्लस y इज इक्वल टु 0 यो दुईवटा इक्वेसन आयो यसलाई इक्वेसन 1 यसलाई इक्वेसन 2 2 therefore लेखिदिउँ 2x माइनस 3y इज इक्वल टु 0 and x plus y is equal to 0 at the required to separate इक्वेसन यो दुईवटा चाहिँ सेपरेट इक्वेसन हो भनेर यसरी प्रुभ भयो है त यसरी प्रुभ गर्न सकिन्छ। यसरी यो चाहिँ छेउछेउको यसरी मिल्ने दिएको छ भने चाहिँ यसरी गर्ने अब नमिल्ने यस्तै लाइनलाई अब यही सेपरेट इक्वेसन गर भनेर नमिल्ने चाहिँ दियो भने कि यसरी गुणन गर्दा जोड्दा घटाउँदा बिचरा जस्तो नमिल्ने भयो भने चाहिँ अब कसरी गर्ने त भन्ने अब त्यही क्वेसनलाई यहाँ छ है त्यही खालको क्वेसन हेर्नु त यहाँ फाइन्ड द सेपरेट इक्वेसन अफ लाइन्स रिप्रेजेन्ट बाई एक्स स्क्वायर माइनस एक्स वाई माइनस वाई स्क्वायर त गुणन गर्दा चाहिँ कति हुनु छेउछेउको जति भनेको चाहिँ 1 हुनु पऱ्यो होइन यता 1 छ 1 नै हुनु पऱ्यो अनि घटाउँदाखेरि चाहिँ फेरि कति हुनु पऱ्यो 1 हुनु पऱ्यो भनेको कुन अङ्क चाहिँ त्यस्तो हुन्छ त घटाउँदा 1 हुने अनि गुणन गर्दाखेरि गुणन गर्दा 1 हुने अनि घटाउँदा पनि 1 हुने भनेको गुणन गर्दा 1 भनेको 1 इन्टु 1 अनि 1 माइनस 1 गऱ्यो भने 0 हुन्छ मिल्यो त मिल्दैन नि त नमिलेपछि यसलाई चाहिँ के त क्वाड्रेटिक इक्वेसन युज गर्ने है। Solution the line x square minus xy minus y square is equal to 0 हो। अब योसँग यसलाई चाहिँ अब के त यो इक्वेसन 1 भयो यसलाई कम्पेयर गर्ने comparing with a x square minus bx plus c is equal to 0 सँग कम्पेयर गर्ने कम्पेयर गर्दाखेरि a को ठाउँमा भनेको के आयो त हाम्रो यहाँ x सँग गुणन भएको ठाउँमा 1 b को ठाउँमा जहाँ x छ भनेपछि b को ठाउँमा भनेको के आयो त b इज इक्वल टु माइनस y जहाँ x सँग मल्टिप्लाई भएको छ नि त x को कोएफिसिएन्ट भनेको के छ 1 माइनस 1 छ माइनस y छ अनि n c इज इक्वल टु माइनस y स्क्वायर। अब युजिङ क्वाड्रेटिक इक्वेसनले पनि दुईवटा इक्वेसन दिन्छ है त युजिङ क्वाड्रेटिक इक्वेसन यसले पनि दुईवटा इक्वेसन दिन्छ भन्ने थाहा छ है हामीलाई हो। क्वाड्रेटिक इक्वेसनको फर्मुला भनेको के हो त x इज इक्वल टु माइनस बी प्लस माइनस अन्डर रुट 4 ये अंडर रूट बी स्क्वायर अंडर रूट बी स्क्वायर माइनस 4ac अपन में 2a हो। अनि भनेपछि यो भनेको x इज इक्वल टु माइनस बी भनेको ठाउँमा कति आएको छ माइनस माइनस प्लस हुने भयो प्लस y प्लस माइनस अंडर रूट बी स्क्वायर भनेको माइनस y को स्क्वायर माइनस 4a भनेको हामीसँग कति आएको छ 1 हो। अनि c भनेको के छ त माइनस y स्क्वायर बाई 2 इन्टु a भनेको 1। अब यो भनेपछि दोस्रोमा दुईदिम x इज इक्वल टु माइनस प्लस y प्लस माइनस
यो भनेको वाई स्क्वायर माइनस माइनस प्लस हो नि त, यो माइनस माइनस प्लस भनेपछि 4a वाई स्क्वायर बाई 2। अब यसले यता क्रस गुणा गरौँ, क्रस गुणा गरिसकेपछि यता क्रस गुणा गरिसक्यो त 2x इज इक्वल टु वाई प्लस, अब यहाँ भनेको अन्डर रुटमा कति भयो त प्लस माइनस यो वाई भनेपछि 5y स्क्वायर भयो हो। 5y स्क्वायर भएपछि यता एकचोटि लेखिदिउँ 2x इज इक्वल टु वाई प्लस, अब यो स्क्वायर भयो भने त बाहिर एउटा टर्म आउँछ नि त, भनेपछि के भयो त वाई अन्डर रुट 5 भयो हो। अब यहाँ दुईवटा इक्वेसन चाहिने भनेको हामीलाई, अब यहाँ के त एउटा पोजिटिभ छ नेगेटिभ छ, एकचोटि पोजिटिभ साइन लिउँ एकचोटि नेगेटिभ साइन लिउँ। टेकिङ पोजिटिभ साइन यतापट्टि नेगेटिभ साइन लिउँ, टेकिङ नेगेटिभ साइन हो। पोजिटिभ साइन लिँदाखेरि यो भनेको के हो त 2x इज इक्वल टु वाई प्लस वाई अन्डर रुट 5 हो। अनि यतापट्टि 2x दुईवटामा भनेको कमन के आयो त वाई कमन आयो नि, यहाँ बाँकी के आयो त 1 प्लस अन्डर रुट 5 रह्यो। अब यो टर्मलाई यतापट्टि ल्याइदिउँ, एक्स पोजिटिभ भएको त 2x माइनस वाई 1 प्लस अन्डर रुट 5 इज इक्वल टु 0, यो एउटा इक्वेसन भयो। अब यतापट्टि टेकिङ नेगेटिभ साइन लिँदाखेरि के हो त 2x इज इक्वल टु माइनस वाई इज इक्वल टु माइनस वाई अन्डर रुट 5। अब यतापट्टि ल्याइदिउँ 2x सबले यता ल्याइदिउँ भनेपछि के हो त यो वाई नेगेटिभ भयो यो पोजिटिभ भयो, वाई अन्डर रुट 5 इज इक्वल टु 0। अब 2x यो दुईवटा कमन के आयो त माइनस वाई कमन आयो भनेपछि यहाँबाट वाई कमन आयो नि त, वाई कमन आयो भनेपछि यहाँनिर के त 1 बाँकी रह्यो, अनि यहाँनिर अन्डर रुट माइनस 5 इज इक्वल टु 0 हो। यो इक्वेसन माइनस माइनस प्लस हो नि त यो वाइले गर्दाखेरि, यो चाहिँ दुईवटा इक्वेसन हो। हेन्स द रिक्वायर्ड इक्वेसन भनेको देयरफोर द रिक्वायर्ड equations are 2x minus y 1 plus under root 5 is equal to 0 in 2x minus y 1 minus under root 5 is equal to 0 चाहिँ हाम्रो यो चाहिँ दुईवटा रिक्वायर्ड इक्वेसन भयो। यसरी हाम्रो है जुन चाहिँ मिल्दैन नि यहाँनिर यसरी नमिल्ने टर्मलाई चाहिँ डाइरेक्ट सजिलो मिलेर चाहिँ क्वाड्रेटिक इक्वेसन लाउने, यसलाई पनि क्वाड्रेटिक इक्वेसन लाएर गर्न सकिन्थ्यो है, हामीले क्वाड्रेटिक इक्वेसन लाएर गर्न सकिन्छ नसकिने होइन, तर हामीले यसको डाइरेक्ट खण्डीकरण गर्दा मिल्छ भने चाहिँ हामीले क्वाड्रेटिक इक्वेसन किन लाउनु त भन्ने है त। जुन खण्डीकरण गर्न मिल्दैन नि त्यसलाई भनेको चाहिँ के गर्दा क्वाड्रेटिक इक्वेसन लाउने हामीले, बुझ्नुभयो। भनेपछि अब यहाँनिर अर्को क्वेसन छ है त। अब यो क्वेसन चाहिँ के छ त भन्दाखेरि फाइन्ड टु सेपरेट स्ट्रेट लाइन रिप्रेजेन्ट बाई 4x स्क्वायर माइनस 12xy प्लस 9y स्क्वायर माइनस 8x प्लस 12y माइनस 5 इज इक्वल टु 0। यस्तोलाई चाहिँ कसरी सोल्युसन गर्ने, फेरि यस्तो क्वेसन पनि त आइरहेछ नि त, यो त के त खण्डीकरणमा पनि देखिरहेको छैन, क्वाड्रेटिक इक्वेसन लाउन मिलिरहेको छैन भनेपछि के हो त यो क्वेसन साह्रो 4x स्क्वायर माइनस 12xy प्लस 9y स्क्वायर माइनस 8x प्लस 12y माइनस 5 इज इक्वल टु 0। यस्तो लाइनको इक्वेसन दियो भने है, अनि सेपरेट इक्वेसन दियो भने चाहिँ यसमा चाहिँ फर्मुलामा जाने खालको हुन्छ है त। ए स्क्वायर यस्तो के त ए स्क्वायर माइनस ए माइनस बीको होल स्क्वायर फर्मुला जान्छ नि, यसको भनेको ए स्क्वायर माइनस 2ab एबी प्लस बी स्क्वायर भन्ने छ, यो फर्मुला जाने खालको दिएको हुन्छ सधैँ है। भनेपछि यो भनेको 4 भनेको 2को स्क्वायर हो नि, 2x दुइटैको होल स्क्वायर दिनु पायो, यो ए स्क्वायर भयो माइनस फर्मुलाको 2 ए भनेको कति यहाँ कति रहेछ इन्टु 2x, यो भनेको 2x ए भनेको हो, यो 12लाई टुक्राउँदा के 12xyलाई टुक्राउँदा यो 12लाई भनेपछि यो 2 दिन 4 भनेपछि अब के त 3 भयो भने y स्क्वायर 3y भनेपछि के यही भन्यो। अब हेर्नु त 2 दिन 4 4 दुनी 12 12xy माइनस 12xy यो टर्मलाई 12xy टुक्राउनु पाइँदो रहेछ प्लस अब यहाँ y भनेको त कति आयो त हाम्रो भनेको b भनेको टर्म चाहिँ कति आएछ 3y आएछ नि, 3y भनेको 9 हो नि त, 3y भनेको 3y को स्क्वायर भनेको 9 हो, ए 9y स्क्वायर हो नि त, ए 9y स्क्वायर छ। अब बाँकी भनेको माइनस 8x प्लस 12y माइनस 5 इज इक्वल टु 0
अब यो भनेको यसलाई भनेको 3y को यसरी 3y को होल स्क्वायर भनेको 9 लेख्न पाइन्छ हैन। अब यति भनेको a स्क्वायर माइनस b स्क्वायर को फर्मुला गयो नि त। a भनेको 2x b भनेको 3y भनेपछि यो भनेको के को फर्मुला गयो भने त 2x माइनस 3y यो a स्क्वायर माइनस b स्क्वायर को फर्मुला गयो। अनि बाँकी भनेको के हो त 8x माइनस 12y प्लस 12y माइनस 5 इज इक्वल टू 0। अब भनेपछि यतापट्टि पनि यही टर्म भयो सेम यही टर्म यतापट्टि पनि बनाउन सकिन्छ नि 2x माइनस 3y पावर 5 यो दुईटाबाट कमन के ल्याइदिउँ त 4 कमन आउँछ 4 कमन आयो भने के यो 2x हुन्छ नि 2x हुन्छ 2x यसलाई यो दुईटा कमन ल्यायो भने यहाँ 4 कमन लिइसक्यो। अब 4 दुनी 8 x माइनस यो माइनस भएपछि माइनस हुने हो यो माइनस यो भनेको अब 3y हो 4 यहाँ 12y माइनस 5 इज इक्वल टू 0 भयो। अब यो टर्म र यो टर्म त सेम छ नि त सेम छ भने के त यसलाई लेट गरौँ के लेट 2x माइनस 3y इज इक्वल टू a भनेर लेट गरौँ। यतिको ठाउँमा यो a राख्नु पाइयो अब राख्नु पायो भने त नाउ अब यसको ठाउँमा के लेख्नु पायो त यो भनेको यति a हो भने a को स्क्वायर माइनस यो 4 अनि यति भनेको पनि के हो त a माइनस 5 इज इक्वल टू 0। यो त यसको जोड्दा घटाउँदाखेरि घटाउँदाखेरि 4 हुनु पर्यो अनि मल्टिप्लाई गर्दाखेरि छेउको जति भनेपछि 5 हुनु पर्यो भने कति नम्बर हो त्यो भनेको a स्क्वायर माइनस 5 माइनस 1 भनेको 5 एकान 5 अनि 5 मा 1 घटायो भने 4 हो a माइनस 5 इज इक्वल टू 0 यो पनि खण्डीकरण गर्नु पर्यो। भनेपछि यो a स्क्वायर माइनस 5a माइनस प्लस a 5 इज इक्वल टू 0 यति भयो नि। अब दुईटाबाट कमन भने के आयो त a कमन आयो भनेपछि यहाँ बाँकी रहेको a माइनस 5 यो दुईटाबाट प्लस 1 कमन लिदिउँ भनेपछि के बाँकी रह्यो त a माइनस 5 इज इक्वल टू 0। अब दुईटाबाट कमन भने के हो त a माइनस 5 र a प्लस 1 इज इक्वल टू 0 भन्ने आयो हो। अब यसलाई आइदर अर गरिदिउँ दुईटा इक्वेसन त आएको हैन आइदर अर गऱ्यो भने a माइनस 5 इज इक्वल टू 0 यतापट्टि अर्को लेखिदिउँ a प्लस 1 इज इक्वल टू 0। अब a को भेल्यु भनेको हामीसँग भर्खर लेखेको नि त्यो राखिदिउँ पुट गरिदिउँ a भनेको यहाँ लेखिदिउँ 2x माइनस 3y अनि माइनस 5 यो इज इक्वल टू 0 एउटा इक्वेसन आयो। यतापट्टि पनि a भनेको के हो त 2x माइनस 3y प्लस 1 इज इक्वल टू 0। हेन्स द रिक्वायर्ड यसरी गर्नु पाइँदो रहेछ। यसरी आएको भने चाहिँ फर्मुला जान्छ यसरी फर्मुलामा तपाईँहरूले लानु सक्नु पर्यो है त नभुलिकन यसरी फर्मुला लानु होला है त। यस्तो क्वेसनहरु सबै एकदम राम्रो राम्रो क्वेसनहरु त मैले गरेको है त। Therefore the required equations are 2x minus 3y minus 5 is equal to 0 and 2x minus 3y plus 1 is equal to 0। यो दुईटा चाहिँ हाम्रो के त रिक्वायर्ड इक्वेसन भयो है त। सिम्पली गरेको नि केही थिएन यस्तो थियो भने के गर्दा तपाईँले पहिले फर्मुलामा जान्छ जाँदैन त्यो फर्मुलामा लान सक्नु पर्यो है त्यति गर्दा भइहाल्छ। यो भयो सधैँ यसकै फर्मुलामा जान्छ यसरी फर्मुलामा लाने है यो खालको क्वेसनहरु जति पनि छ नि यस्तो क्वेसनहरु सबै प्र्याक्टिस गर्नु होला यो तरिकाले यो भिडियो हेर्दै प्र्याक्टिस गर्दै यो भिडियो हेर्दै प्र्याक्टिस गर्दै गर्नु अवश्य मिल्छ। भनेपछि यो सक्यो र भिडियोलाई अझै पनि म भन्दैछु लास्टसम्म हेर्नुलाई लास्टसम्म हेर्नु अझै पनि धेरै क्वेसनहरु इम्पोर्टेन्ट क्वेसनहरु बाँकी नै छन् जुन चाहिँ एक्जाममा आउने खालको हुन्छ। जुन एउटा क्वेसन गयो तपाईँले त्यो अरू क्वेसन पनि सबै गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले कसरी गर्ने भने अलिकति थोरै फरक भयो भने म गरिदिइ नै हालेको हुन्छु क्वेसनहरुलाई है त। अनि त्यही सम्बन्धी मात्रै क्वेसनहरु छोडेको हुन्छ है त। अब अर्कोमा मुभ हौँ हामी के छ त भन्दा यतापट्टि चाहिँ भनेको चाहिँ होमोजिनियस इक्वेसन्स भनेको छ। होमोजिनियस इक्वेसनले के भन्छ द होमोजिनियस इक्वेसन्स भनेको चाहिँ के ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर इक्वल टू 0 भन्ने चाहिँ होमोजिनियस इक्वेसन हो। यसले चाहिँ के हो त अलवेज रिप्रेजेन्ट टु स्टेट लाइन्स भनेको यो इक्वेसनले सधैँ नै दुईटा इक्वेसन लाइन रिप्रेजेन्ट गर्छ अरे पासिङ थ्रु द ओरिजिनबाट पास हुने इक्वेसन सधैँ पनि यसले रिप्रेजेन्ट गर्छ भनेको छ। यो हो त्यति धेरै पढ्नु पर्ने यसको त्यो इक्वेसन त्यो जान्छ भने यसको बारेमा त्यति क्वेसनहरु छैन त्यहाँनेरि भनेपछि एक्जाममा सोध्दैन त्योबाट। अनि के छ त अर्को भनेको यहाँ के छ त एंगल बिट्विन अ पेयर अफ लाइन्स पेयर अफ लाइन बीचको चाहिँ एंगल बिट्विन भनेको एंगल बिट्विन पेयर अफ लाइन भनेको पेयर अफ लाइन भित्रको दुईटा लाइनले गर्ने एंगल
रिप्रेजेन्ट गर्ने एङ्गल चाहिँ के हुन्छ त्यो निकाल्ने है त। द एङ्गल बिट्विन टु स्ट्रेट लाइन्स रिप्रेजेन्ट बाई द होमोजिनियस इक्वेसन, होमोजिनियस इक्वेसन यहीँ लेखेको छ नि त, इक्वेसन्स अफ सेकेन्ड डिग्री ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर। सेकेन्ड डिग्री भनेको यसको डिग्री पनि 2 छ, यसको पनि h र y को डिग्री एक 2 छ, यिनीको y स्क्वायर 2 सेकेन्ड डिग्री छ। सेकेन्ड डिग्रीको स्ट्रेट लाइनले चाहिँ रिप्रेजेन्ट गर्ने इक्वेसन चाहिँ के हुन्छ त भन्दाखेरि है त के हुँदो रहेछ, टेन थीटा इज इक्वल टू प्लस माइनस यो 2 अंडर रूट एच स्क्वायर माइनस एबी बाई ए प्लस बी चाहिँ यो हाम्रो यसको रिप्रेजेन्ट गर्ने इक्वेसन हो। यही इक्वेसनसँग जति क्वेसनहरू दियो पनि योसँग कम्पेयर गर्ने हो। ए भनेको यहाँ यो एक्स स्क्वायरसँग जुन एक्स स्क्वायरको कोफिसियन्ट छ त्यो ए हुन्छ भने, अनि जुन एक्स वाईको कोफिसियन्ट छ त्यो 2h हुन्छ भने त्यो, अनि यो एचले उता डिभाइड गरेपछि के त एचको भेल्यु हुन्छ, अनि वाई स्क्वायरको कोफिसियन्ट भनेको बी हुन्छ हो। त्यही भयो। अब यसमा कन्डिसन, अब एङ्गल बिट्विन भनेपछि त कन्डिसन होला नि त। कन्डिसनमा के हुन्छ, परपेन्डिकुलर भनेको द टु स्ट्रेट लाइन्स विल बी कोइन्सिडेन्ट इफ दे डु नट राइट एङ्गल, इफ दे डु राइट एङ्गल द्याट इज टेन थीटा इज इक्वल 90 डिग्री। यदि त्यो दुईवटा चाहिँ 90 डिग्री परपेन्डिकुलर हुनु अवस्थामा के हुन्छ, राइट एङ्गल छ भने 90 डिग्री हुन्छ। राइट एङ्गल छ भने 90 डिग्री परपेन्डिकुलर हुन्छ, परपेन्डिकुलर हुन्छ भने राइट एङ्गल हुन्छ। त्यतिपछि के त 90 डिग्री हुनु पऱ्यो। त्यसको कन्डिसन भनेको ए प्लस बी इज इक्वल टू 0, ए प्लस बी इज इक्वल टू 0। यो ए र बी जोड्दा 0 आयो भने के हो त, त्यो परपेन्डिकुलर छ भन्ने भयो है त। ए प्लस बी इज इक्वल टू 0 भने यो याद गर्नु पऱ्यो एउटा कन्डिसन। अनि प्यारेलल कन्डिसन भनेको टु स्ट्रेट लाइन्स विल बी कोइन्सिडेन्ट इफ दे डु नट इन्टरसेक्ट इच अदर। त्यो दुईवटा लाइनहरू चाहिँ जब मात्रै त्यसलाई के भन्छ प्यारलल हुन्छ, जब त्यो दुईवटाले चाहिँ एकअर्कालाई इन्टरसेक्ट भने एकअर्कालाई काट्दैनन् भने चाहिँ के भन्छ, त्यसलाई चाहिँ प्यारलल लाइन भन्छ है त। त्यति बेलाको एङ्गल चाहिँ के हुन्छ, यदि काट्दैन भने यस्तो लाइन कस्तो भन्छ त, यस्तो भन्छ नि त, यस्तो एकै डिरेक्सनतिर जान्छ। अब दुईवटाले कहीँ काट्यो त काटेन नि त, कहीँ भेटै हुँदैन, प्यारलल हुन्छ। यो दुईवटा बिचको एङ्गल त कति हुन्छ, 0 डिग्री हुन्छ नि। त्यही भएर टेन थीटा इज इक्वल टू 0 डिग्री हुन्छ भनेको है त। कन्डिसन के हो त, एच स्क्वायर माइनस एबी इज इक्वल टू 0 भयो भने, एच स्क्वायर माइनस एबी इज इक्वल टू 0 भयो भने के हुन्छ त, यो चाहिँ प्यारलल हुन्छ भन्ने कन्डिसन छ है त। अब यस सम्बन्धी क्वेसनहरू पनि हामी गरिहालौँ है त है। यहाँबाट सोध्न सक्ने क्वेसनहरू है त, अलिकति सोधेकै क्वेसन पनि लेखेको छु मैले यसमा है। के छ त भन्दाखेरि क्वेसनमा हेरौँ अनि चाहिँ के छ त, फाइन्ड द एङ्गल बिट्विन अ पेयर अफ लाइन्स रिप्रेजेन्ट बाई एक्स स्क्वायर प्लस 9xy प्लस 14y स्क्वायर इज 0 कति 2074 र 75 77 सालमा सोधेको रहेछ त यो चाहिँ सिटिभिटीले। मैले चाहिँ यसलाई सोल्युसन गरौँ। यसरी निकाल भने यो पनि 2 मार्क्स सोध्ने क्वेसन है त। भनेपछि द लाइन्स भनेको के दिएको छ, एक्स स्क्वायर माइनस 9xy प्लस 14y स्क्वायर इज इक्वल टू 0 कम्पेयरिङ विथ, अब कम्पेयरिङ भनेको होमोजिनियस इक्वेसनसँग गर्ने हो नि त। कम्पेयरिङ विथ ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर इज इक्वल टू 0 वी गेट। ए भनेको के छ त भन्दाखेरि, ए भनेको एक्ससँग कम्प्लिट, एक्सको कोफिसियन्ट एक्ससँग गुणाङ्क भनेको 1 हो, अनि 2h भनेको के छ त, एक्सवाईसँग कम भएको भनेको 9 छ भनेको यो एचको भेल्यु भनेको के हो त 9/2 आउने भयो हो। अनि त्यसपछि बी भनेको चाहिँ के छ त, हामीसँग वाईको कोफिसियन्ट भनेको वाईसँग गुणाङ्क भएको के छ त, वाई स्क्वायरसँग भनेको 14, बी भनेको 14 आउँदो रहेछ। नाउ द एङ्गल बिट्विन टु लाइन्स भनेपछि नाउ टेन थीटा इज इक्वल टू प्लस माइनस फर्मुला के अरे 2 अंडर रूट एच स्क्वायर माइनस एबी ए प्लस बी, यो हो। यदि यो फर्मुला एप्लाई गरेपछि अब टेन थीटा इज इक्वल टू प्लस 9, टेन थीटा इक्वल टू प्लस माइनस 2 अंडर रूट एच स्क्वायर भनेको कति छ त हामीसँग 9/2 को होल स्क्वायर माइनस ए भनेको हामीसँग कति छ 1, बी भनेको 14 डिवाइड बाई ए भनेको 1 प्लस 14 ए होइन। अब भनेको टेन थीटा इज इक्वल टू प्लस माइनस यो भनेको
2 अन्डर रुट यो 9 बाई 9 9 81 9 को स्क्वायर 81 अनि 4 माइनस 14 हो डिभाइड बाई 15 यसलाई डाइरेक्ट क्यालकुलेटरमा हान्ने यति भेल्यु क्यालकुलेटरमा हान्नु मिल्छ नि क्यालकुलेटरमा हान्दियो भने कति आउँछ है अन्त ब्राकेट यसरी दिउँ अनि यसले 4 दिउँ भनेपछि यो साइन हानिदिउँ यहाँ भनेपछि अब के अरे 2 छ अन्डर रुटमा भनेको कति छ हामीसँग यहाँभित्र नि 9 को स्क्वायर भनेको 81 होइन 9 9 81 अनि 2 को स्क्वायर भनेको 4 हो माइनस कति छ 14 अनि डिभाइड बाई यहाँ 15 14 प्लस 1 भनेको 15 यति गर्दाखेरि भनेको 1/3 आउँदो रहेछ है त 1/3 आउँदो रहेछ के आयो त tan theta इज इक्वल टु प्लस माइनस 1/3 इक्जाममा 2 मार्क्सको भनेपछि यति लेख्दा हुन्छ है त tan theta इज इक्वल टु 1/3 हुन्छ अब थीटाको भेल्यु पनि लेख्दा हुन्छ तर थीटाको भेल्यु नलेख्दा पनि हुन्छ यहाँनिर चाहिँ यसरी पोजिटिभ नेगेटिभ बिना कति आउँछ लेख्नु पर्यो therefore tan theta is equal to plus minus 1/√3 अथवा theta is equal to theta को भेल्यु के छ tan इन्भर्स प्लस माइनस 1/3 हो 2 मार्क्स यति गऱ्यो भने 2 मार्क्स पाउँछ यो सर्ट क्वेसनहरू सोधिरहेको त 28 मार्क्समा आउँछ सर्ट क्वेसनहरू तपाईँहरूको 14वटा क्वेसनहरू आउँछ यो क्वेसन पनि ठ्याक्कै यहाँबाट यस्तो क्वेसन पनि आएको हुन्छ है अनि यसमा अर्को क्वेसन छ त्यसरी भने सोधिरहेको त्यो पनि गर्नेछौँ हामीले है त यो खालको यसरी यो फर्मुला याद हुनु पर्यो तपाईँहरूलाई भनेपछि अब अर्को क्वेसनमा जाउँ है त अर्को क्वेसन भनेको के छ त भन्दाखेरि फाइन्ड द एङ्गल बिट्विन अ पेयर अफ लाइन्स रिप्रेजेन्टेड बाई भनेको यो होमोजिनस के सेकेन्ड डिग्री इक्वेसनले रिप्रेजेन्ट गरेको यो इक्वेसनले गरेको एङ्गल निकाल भन्यो द लाइन्स डाइरेक्ट दिइहाल्नु लाइन भनेको के हुन्छ एक्स स्क्वायर प्लस एक्स वाई माइनस 2y स्क्वायर प्लस 2x प्लस 4y इज इक्वल टु 0 कम्पेयरिङ विथ होमोजिनियस इक्वेसन हो नि त होमोजिनियस इक्वेसनसँग कम्पेरिजन जस्तै इक्वेसनले पनि एङ्गल बिट्विन निकाल्नु भने नि होमोजिनियस इक्वेसनसँग कम्पेयर गर्ने विथ ax स्क्वायर प्लस 2hxy इज इक्वल टु प्लस by स्क्वायर इज इक्वल टु 0 भनेपछि वी गेट अब एक्स स्क्वायरसँग ए भनेको के हो त यो एक्स स्क्वायर कोफिसिएन्ट हो नि त एक्स स्क्वायरसँग भनेको यहाँ के छ त 1 छ ए भनेको 1 अब 2h भनेको के त एक्स वाईको कोफिसिएन्ट हो एक्स वाई भनेको कहाँ छ यहाँ छ नि एक्स वाईको कोफिसिएन्ट भनेको कति छ 1 अब एचको भेल्यु कति आउँछ यहाँबाट यो उता जाँदा डिभाइड भयो 1/2 हो अनि बी भनेको चाहिँ के छ त भन्दाखेरि वाई स्क्वायरको कोफिसिएन्ट हो नि त वाई स्क्वायरको ठाउँमा कति छ -2 अब नाउ द एङ्गल बिट्विन पेयर अफ लाइन हो नि त पेयर्स अफ लाइन इज है यस्तो खालको क्वेसन पनि जति पनि तपाईँहरूले बुकबाट गर्नु होला है त मैले एक एकवटा क्वेसनहरू मात्रै गरिरहेको छु जुन चाहिँ कन्सेप्टहरू दिइरहेको छ यसरी सेकेन्ड डिग्री इक्वेसन दियो भने पनि कम्पेयर गर्ने भनेको होमोजिनियस इक्वेसन सेकेन्ड डिग्रीसँगै कम्पेयर गर्ने र एच र बीको भ्यालु निकाल्ने है त भनेपछि नाउ फर्मुला भने के हो त यसको tan थीटा इक्वल टु प्लस माइनस 2 अन्डर रुट एच स्क्वायर माइनस के अरे एबी बाई ए प्लस बी हो नि होइन भनेपछि tan थीटा इक्वल टु प्लस माइनस 2 अनि एच भनेको हामीसँग 1/2 आएको छ नि 1/2 को स्क्वायर माइनस ए भनेको 1 बी भनेको 2 यसको रुट होइन त बाई ए भनेको 1 बी भनेको 2 यो गरिदिउँ हो यति गर्न सक्यो भनेपछि अब यो 2 मार्क्सकै क्वेसन हो tan थीटा इज इक्वल टु प्लस माइनस यो भनेको 2/3 अन्डर रुट यो भनेको 1/2 को स्क्वायर भनेको 1/4 माइनस 2 यो पनि क्यालकुलेटरमा हान्दिउँ यति क्यालकुलेटरमा हान्दिएपछि
यसको भेल्यु पनि दिइहाल्छ नि त क्यालकुलेटर साथमा राख्नु होला भनेपछि के त यो निश्चित ब्राकेट हान्दिने अनि यो भनेको 2 अन्डर रुट 1/4 माइनस 2 अन्डर रुट 3 यति गरी अन्डर रुटमा हाने मैले यहाँ 3 क्यालकुलेटरले किन दिने यसको भेल्यु क्यालकुलेटर दिन मानेन त भन्नु त यसलाई हामीले हातले सल्भ गर्दा के हो त हातले पनि सल्भ गर्न सकिन्छ नि त tan theta is equal to plus minus 2/3 अन्डर रुट यो भनेको 1 प्लस 4 दुनी यता यो दुईटा लस लिनु पर्यो नि त 4 दुनी 8/4 भयो भनेपछि 7 यो गर्दाखेरि के आउँछ त tan theta is equal to प्लस माइनस यो 2 भनेको यहाँनिर आउँछ बाहिर आउँछ हैन बाहिर आइसक्यो भने त के हो त 2 * 1/2 अनि रुट 7 हुने भयो हैन अनि बाइ 3 यो 2 काटिने भयो अनि बाँकी रह्यो त के हो भने त tan theta is equal to प्लस माइनस रुट 7/3 रुट 7/3 त यसको त क्यालकुलेटरमा आउँछ नि त भेल्यु रुट 7/3 भनेको रुट 7/3 नै आउँछ क्यालकुलेटरमा हैन अब रुट 7/3 आउँछ यसको यति आयो भेल्यु अब थीटा इज इक्वल टु कति आउँछ त थीटा इज इक्वल टु tan इन्भर्स प्लस माइनस रुट 7/3 आउँदो रहेछ यो पनि रिकभर इक्वेसन है यो भयो यो पनि 2 मार्क्स आउने क्वेसन हो एकदमै यस्तो टाइपको क्वेसनहरु पनि बुकमा कुनै पनि छ भने जति पनि छ नि यस्तो टाइपको क्वेसनहरु तपाईले यो टाइपको क्वेसनहरु बुकमा जति पनि छ भने यसरी सेकेन्ड डिग्री इक्वेसनको हाम्रो यो सेकेन्ड जेनरल इक्वेसनमा क्वेसन दिएको छ भने यसको एंगल पेयर अफ लाइनको एंगल निकाल भन्यो भने पनि यही कम्पेयर गर्ने होमोजिनियस इक्वेसनसँग अनि त्यसपछि यो फर्मुला लाएर निकाल्ने यो बुझ्नुभयो अब बुझ्नु भइसक्यो यहाँसँग अब सोध्ने भनेको अहिलेको कन्डिसन हो नि त कन्डिसनबाट पनि क्वेसन आएको छ नि यो पनि सोध्ने 2 मार्क्स आउने सो दैट अ पेयर अफ लाइन्स रिप्रेजेन्टेड बाइ x is 2x square plus 7xy minus 2y square is equal to 0 are perpendicular छ भने यसले है त perpendicular छ भने के सोलुसन गर्नु पर्यो नि त सोलुसन गर्नु डाइरेक्ट कम्पेयरिङ गर्दियौ यसलाई मिलाएको छ comparing with के रे ax square plus 2x plus by square is equal to 0 यहाँ a भनेको के हो भने 2 आयो नि त हो अनि 2h भनेको 7 भने h is equal to भनेको 7/2 अनि b भनेको कति आयो त -2 अब कन्डिसन परपेन्डिकुलर कन्डिसन भनेको कन्डिसन परपेन्डिकुलरको हैन कन्डिसन अफ परपेन्डिकुलर भनेको a plus b is equal to 0 हुन्छ भन्ने हो a भनेको 2 छ अनि b भनेको a भनेको 2 minus 2 b भनेको 2 is 0 0 is equal to 0 प्रुफ हो सजिलै यस्तो टाइपको क्वेसन पनि 2 मार्क्समा सोध्छ है जति पनि गर्नु होला अनि अर्को के छ त भने सो दैट अ पेयर अफ लाइन्स रिप्रेजेन्टेड बाइ x square plus 2x square plus 6xy plus 9y square 0 कोइन्सिडेन्ट अर प्यारलल भनेको कोइन्सिडेन्ट छ अर प्यारलल छ भनेको सेम हो प्यारलल छ भनेको गर्नु पर्यो एकदम कम्पेयरिङ गर्नु डाइरेक्ट comparing with ax square plus 2hxy plus by square equal to 0 we get a भनेको 1 b भनेको 9 र 2h भनेको 6 त्यसैले h भनेको कति आयो र डिभाइड गरेपछि 3 आयो अब प्यारलल कन्डिसन भनेको के छ त भनेको प्यारलल कन्डिसन भनेको h स्क्वायर माइनस ab इज इक्वल टु 0 हुन्छ भने प्यारलल हुन्छ भन्छ नि त h स्क्वायर भनेको 3 को स्क्वायर माइनस ab भनेको 1 into 9 इज इक्वल टु 3 को स्क्वायर भनेको 9 9 minus 9 is equal to 0 0 is equal to 0 PARALLEL प्यारलल प्यारलल छ भनेर प्रुभ भयो नि त
यो पनि सिम्पल थियो, यस्तो क्वेसन पनि सोधिरहेको हुन्छ तपाईँलाई, यो पनि गर्नुपर्ने हुन्छ है त, बुझ्नुभयो। थियो भने अब अर्को क्वेसनमा जाउँ। अर्को क्वेसन पनि छ है एकदम इम्पोर्टेन्ट, बाइसेक्टर, यसको पनि प्यारलल लाइन्स, पेयर अफ लाइनको बाइसेक्टर है त। बाइसेक्टर एङ्गल बिट्विन टु लाइन्स रिप्रेजेन्ट बाई ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर इक्वल टु 0। यो इक्वेसन हुँदाखेरि यसको प्यारलल हुन्छ भनेर गर भनेको छ त है। यसमा चाहिँ धेरै सोधिरहेको थियो, 4 मार्क्समा सोध्ने क्वेसन है त योबाट चाहिँ। भनेपछि के छ त भन्दाखेरि टु स्टेट लाइन्स y इज इक्वल टु m1x एन्ड y इज इक्वल टु m2x थ्रो ओरिजिन, यो ओरिजिनबाट पास हुन्छ दुईवटा स्टेट ओरिजिन, विच रिप्रेजेन्ट द लाइन्स ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर 0। यसले चाहिँ यो लाइनलाई रिप्रेजेन्ट गर्छ ओरिजिनबाट पास हुँदा भनेछ। त्यति बेला के हुन्छ त भन्दाखेरि m1 प्लस m2 इज इक्वल टु 2h/b हुन्छ अरे, 2h/b, m1 प्लस m2 चाहिँ 2h/2b हुन्छ अरे। भनेपछि m1 इन्टु m2 भनेको चाहिँ a/b, यो कन्डिसन जानिराख्नु पर्यो। दुईवटा कन्डिसन तपाईँहरूले, यो दुईवटा कन्डिसन चाहिँ जानिराख्नुपर्ने कन्डिसन हो है त। भनेपछि अब के त बाइसेक्टर एङ्गल है, बाइसेक्टर एङ्गल बिट्विन द पेयर अफ लाइन्स रिप्रेजेन्ट बाई भनेको बाइसेक्टर एङ्गल भनेको ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायरले रिप्रेजेन्ट गर्ने पेयर अफ लाइनले चाहिँ, यो सेकेन्ड डिग्री इक्वेसनको पेयर अफ लाइनले रिप्रेजेन्ट गर्ने बाइसेक्टर एङ्गल भनेको के हो त, hx स्क्वायर माइनस y स्क्वायर इक्वल टु a माइनस b xy, यो फर्मुला याद हुनु पऱ्यो है त। यसलाई यता ल्यायो भने के हुन्छ त भन्दाखेरि के गर्न सकिन्छ, यसलाई भनेको यो h उता लान सकिन्छ, यो x बाई y को मुनि h ले डिभाइड गर्न सकिन्छ, अनि यसको मुनि भनेको a माइनस b ले डिभाइड गर्न सकिन्छ, फर्मुला बनाउन सकिन्छ। यो भनेको के लेख्न सकिन्छ यो अर के हुँदो रहेछ, x स्क्वायर माइनस y स्क्वायर बाई a माइनस b इज इक्वल टु xy बाई h। यो भन्नु र यो भन्नु सेम है त, बुझ्नुभयो। बाइसेक्टर एङ्गल बिट्विन द होमोजिनियस इक्वेसन्स है त। भनेपछि फाइन्ड द इक्वेसन्स अफ बाइसेक्टर, क्वेसन गरौँ है त भनेको मैले चाहिँ है, फाइन्ड द इक्वेसन अफ बाइसेक्टर अफ द एङ्गल्स बिट्विन द लाइन्स रिप्रेजेन्ट बाई द x स्क्वायर माइनस 5xy माइनस 14y इक्वल टु 0 भन्छ। सिम्पल क्वेसन हो नि त यो त, सोल्युसन गरिदिउँ। पहिला के कम्पेयरिङ गर्नु हो नि त, कम्पेयरिङ विथ होमोजिनियस इक्वेसन भनेको ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर इज इक्वल टु 0। ए भनेको हामीसँग के छ, यहाँ x यहाँनिर केही छैन नि 1 छ, अनि 2h भनेको कति छ 5, अनि h भनेको कति आयो त 5/2, एन्ड b भनेको माइनस 14, यो माइनस 14 आयो। अब भनेको यसको फर्मुला कन्डिसन एप्लाई गरौँ, यो त युजिङ बाइसेक्टर फर्मुला, बाइसेक्टर फर्मुला हो नि त, युजिङ बाइसेक्टर फर्मुला भनेपछि के हो त, h x स्क्वायर माइनस y स्क्वायर इज इक्वल टु a माइनस b a माइनस b xy, यति हो फर्मुला। यति हो भने है हाम्रो h भनेको कति आएको छ त 5/2, x स्क्वायर माइनस y स्क्वायर इज इक्वल टु a भनेको कति आएको 1, b भनेको माइनस 14 माइनस माइनस प्लस 14 xy भनेपछि अब के गर्नु त भने यसले 5 ले खोलिदिउँ, 5x स्क्वायर माइनस 5y स्क्वायर भयो यसले खोल्दा होइन। अब यो भनेको 2 ले चाहिँ उता मल्टिप्लाई गरिदिउँ, यो भनेको 5 to 15 हो त, 15 2 जा 30 xy भनेपछि अब यसलाई यता ल्याइदिउँ भनेपछि 5 यसो गर्नु, दुईवटाबाट 5 कमन ल्याइदिउँ, 5 कमन ल्याइदिइसकेपछि बाँकी के हो त x स्क्वायर माइनस y स्क्वायर इज इक्वल टु 5 यता डिभाइड गरेपछि के हो त 5 6 30 भनेपछि 6xy भनेपछि एकैतिर बनाइदिउँ, x स्क्वायर माइनस y स्क्वायर माइनस 6xy इज इक्वल टु 0। योबाट चाहिँ के त एउटा इक्वेसन आउँछ, यसरी यो सोल्युसन भयो है त। बाइसेक्टर एङ्गलबाट गऱ्यो भने बाइसेक्टर एङ्गलको फर्मुला लगायो भने के त इक्वेसन दिने है, बुझ्नुभयो, इक्वेसन दियो। अब यसमा भनेको एकदम सोधिरहेको क्वेसन, यस्तो धेरै यो बाइसेक्टर एङ्गलको यसरी युजिङ गरेर फर्मुला निकाल्ने, इक्वेसन निकाल्ने क्वेसन धेरै सोधिरहेको छ बुकमा है, धेरै 2 नम्बरमा। भने यसको सोल्युसन गरौँ है त। यो तिमीबाट दिएको यो
2073 सालमा सोधेको क्वेसन पो रहेछ। फाइन्ड द इक्वेसन्स अफ बाइसेक्टर। बाइसेक्टरको इक्वेसन निकाल्नु भनेको छ नि, त्यही भएर इक्वेसन यो आयो नि त। इक्वेसन अफ बाइसेक्टर अफ द एङ्गल बिट्विन द पेयर्स अफ लाइन रिप्रेजेन्ट बाई एक्स स्क्वायर माइनस 2x कट थीटा माइनस वाई स्क्वायर भनेको छ। सोल्युसन गरौँ। कम्पेयरिङ विथ ax square plus 2hxy plus by is equal to 0. We get a भनेको 1 अनि 2h भनेको छ नि, 2h 2 काट्यो h भनेपछि के हो त 2h इज इक्वल टु माइनस 2 कट थीटा हो, माइनस 2 कट थीटा आयो। h इज इक्वल टु 2 काट्यो भने h इज इक्वल टु माइनस कट थीटा भनेको के हो त कट थीटा आयो, माइनस कट थीटा भयो हो। बुझ्नुभयो नि, यो कट थीटा भयो। अनि इक्वल अनि b भनेको चाहिँ कति आयो त, यहाँ b भनेको माइनस 1। अब के हो त यसको भनेको कन्डिसन बाइसेक्टर इक्वेसन, बाइसेक्टर फर्मुला, बाइसेक्टर फर्मुलामा हामीले दोस्रो वाला लगाइदियौँ। यो एक्स स्क्वायर माइनस वाई स्क्वायर बाई ए माइनस बी इज इक्वल टु एक्स वाई बाई एच, यो फर्मुला लगाइदिउँ। यो फर्मुला लगाइदिनु सजिलो हुन्छ हामीलाई। जे लगाइदिउँ सेम हो, एक्स स्क्वायर माइनस एक्स स्क्वायर माइनस वाई स्क्वायर दिए भइहाल्यो। ए भनेको 1 अनि बी भनेको माइनस 1 भनेको प्लस 2 भयो होइन, माइनस प्लस 1 इज इक्वल टु एक्स वाई डिभाइड एच भनेको माइनस कट थीटा हो। अब यसलाई यता ल्याइदिउँ न त भनेपछि यो के हो त एक्स स्क्वायर माइनस वाई स्क्वायर, यो 2 भयो 2 अनि यसलाई यता ल्याइदियो भने के हो त एक्स वाई इज इक्वल टु यहाँ 1 माइनस कट थीटा, 1 माइनस कट थीटा हो। 1 माइनस कट थीटा भनेको के हो त टेन थीटा हो नि। 1 माइनस कट थीटा 1 बाई कट थीटा भनेको के हो त टेन थीटा भनेको, यो भनेको के हो त माइनस टेन थीटा हुने भयो। और टेन थीटा भनेको के हो त फेरि साइन थीटा बाई कस थीटा हो नि। यहाँ के देख्नु पाइँदो रहेछ, अब यहाँ लेखिदिउँ एक्स स्क्वायर माइनस वाई स्क्वायर बाई 2xy इज इक्वल टु माइनस साइन थीटा बाई कस थीटा। अब एक क्रस गुणा गरौँ। क्रस गुणा गरेपछि कस थीटा एक्स स्क्वायर माइनस वाई स्क्वायर कस थीटा इज इक्वल टु माइनस 2 माइनस माइनस प्लस 2 एक्स वाई साइन थीटा भयो। एकैतिर ल्याइदिउँ। अब एक्स स्क्वायर कस थीटा माइनस वाई स्क्वायर कस थीटा माइनस यता माइनस भयो 2xy साइन थीटा। यो चाहिँ प्रायः प्रत्येक साल जस्तो सोधिरहेको क्वेसन छ। अहिलेको न्यू कोर्सहरूमा चाहिँ प्रायः यही सोधिरहेको हुन्छ होइन। यस्तो खालको क्वेसनहरू जति पनि आयो नि तपाईँले यसो गर्नु होला। साइन कसमा दियो भने चेन्जै गर्नु पर्दैन, साइन कट टेन अनि कसेकहरूतिर दियो भने तपाईँले यसलाई चेन्ज गरेर यसरी लेख्नु होला है त। है थीटालाई यो गरी सजिलैसँग लेख्नु चाहिँ यति आउँछ है त। यो सिम्पल क्वेसन थियो नि, त्यस्तो हार्ड क्वेसन है त होइन है त। अब त्यसपछि अब 2-3वटा प्रुभ गर्ने क्वेसनहरू छ है, एकदम इम्पोर्टेन्ट क्वेसनहरू। यो भनेको 2070 सालमा सोधेको क्वेसन रहेछ, प्रुभ गर्नुपर्ने है त। इफ द लाइन पेयर अफ एक्स स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर इज इक्वल टु 0 हुन्छ भने एन अर्को पनि इक्वेसन लेखेँ a dash x प्लस 2h dash xy प्लस b dash y स्क्वायर इज इक्वल टु 0 ह्याभ द सेम बाइसेक्टर। यो दुइटाको सेम बाइसेक्टर छ अरे होइन। छ भनेपछि प्रुभ द्याट ए के अरे ए माइनस बी बाई ए ड्यास माइनस बी इज इक्वल टु एच बाई एच ड्यास भनेको। यो सोल्युसन गरिदिउँ। सोल्युसन गरेपछि लाइनहरू दिउँ। पहिले एक्स स्क्वायर प्लस 2hxy प्लस by इक्वल टु 0 इक्वेसन 1। अर्को दोस्रो भनेको ए ड्यास एक्स प्लस 2h ड्यास xy प्लस b ड्यास y स्क्वायर इज इक्वल टु 0। और दुइटालाई कम्पेयर गर्ने हो नि त। कम्पेयर गरेर comparing with ax square plus 2hxy plus by is equal to 0 is equal to पहिलोबाट ए भनेको पहिलो इक्वेसनबाट के आयो त यो ए भनेको ए नै आयो
अनि 2h भनेको के आयो त 1 आयो होइन। अनि त्यस पछाडि b भनेको b नै आयो, बुझ्नुभयो। अनि b भनेको b आयो। दोस्रोबाट भनेको के आयो त भन्दाखेरि h भनेको h लेख्दा पनि भयो, h इज इक्वल टु h लेख्दा पनि 1 भनेर h भन्दा पनि भयो। अनि दोस्रो भनेको a ड्यास a इज इक्वल टु a ड्यास, h इज इक्वल टु h ड्यास अनि b इज इक्वल टु b ड्यास आयो। अब यो भनेको पहिलोबाट हो, यो दोस्रोबाट हो। अनि पहिलोको भनेको बाइसेक्टर फर्मुला युज गर्नु त, बाइसेक्टर फर्मुला युज गर्नु भनेको बाइसेक्टर फर्मुला भनेको के हो त, h बाई एक्स स्क्वायर माइनस वाई स्क्वायर इज इक्वल टु a माइनस b एक्स वाई। पहिलोको लागि यो नै भयो होइन, इक्वेसन 3 मान्नु, यो पहिलोको लागि यो नै भन्यो। अब दोस्रोको लागि भनेको के हो त, एच ड्यास एक्स स्क्वायर माइनस वाई स्क्वायर इज इक्वल टु ए ड्यास माइनस बी ड्यास इक्वल टु एक्स वाई, इक्वेसन 4। अब क्वेसनमा भनेको के छ त भने निकाल्नु भनेको माइनस ए बाई बी भनेको यो माथिल्लो ए माइनस बी अनि ए ड्यास अपनमा ड्यास भयो होइन, ए ड्यास माइनस बी ड्यास ल भनेपछि पहिले के हो त, इक्वेसन 3 लाई इक्वेसन 4 ले डिभाइड गर्दा हुने रहेछ त होइन, डिभाइडिङ इक्वेसन 1 बाट गरिदिनु हुने रहेछ भने होइन, डिभाइडिङ इक्वेसन 3 बाई 4 गरिदिउँ गरेपछि 4 भनेको एच एक्स स्क्वायर माइनस वाई स्क्वायर इज इक्वल टु ए माइनस बी एक्स वाई छ हो। यसको डिभाइड भनेको मुनि नै गर्नु पऱ्यो, एच ड्यास एक्स स्क्वायर माइनस वाई स्क्वायर इज इक्वल टु सेम लाइन प्रेजेन्ट गर्छ भन्छ नि त, भनेपछि के हो त ए ड्यास माइनस बी ड्यास बाई एक्स वाई। हेर्नु एक्स वाई काट्यो, यो टर्म पनि काट्यो। अब बाँकी के रह्यो त भन्दाखेरि हामीसँग एच बाई एच ड्यास इज इक्वल टु ए माइनस बी अनि ए ड्यास माइनस बी ड्यास भने त्यसलाई मिलाएर राखिदिउँ क्वेसनमा दिएको जस्तै अनुसार। पहिले ए माइनस बी ए ड्यास माइनस बी ड्यास इज इक्वल टु एच बाई एच ड्यास। यति नै प्रुभ गर्नुपर्ने, यो 4 नम्बर सोध्ने क्वेसन है त। प्रुभ सजिलै प्रुभ भयो त होइन, त्यस्तो हार्ड होइन नि त, एकदम इजी क्वेसन है त। अब इजी क्वेसन भने यहाँ अब के भन्दा अर्को क्वेसन छ त्यो पनि एकदम इजी हुन्छ, तर इक्जाममा सधैँ सोधिरहेको क्वेसन हुन्छ है त, 4 मार्क्समा त्यो इजी भए पनि यो क्वेसन है त। के भन्छ त यसले भन्दाखेरि लाइन्स जोइनिङ द ओरिजिन टु द इन्टरसेक्ट, इन्टरसेक्ट गर्ने भने लाइन चाहिँ जोइन गर्ने, तर इन्टरसेक्ट गर्ने भने लाइन जोइनिङ द ओरिजिन टु द इन्टरसेक्सन्स अफ अ लाइन इन अ कर्भ। लाइन र कर्भलाई इन्टरसेक्सन गर्ने फर्मुला भनेको है त, कर्भ भनेको के त, यहाँ भनेको अहिले दिएको यसरी कर्भ, यहाँ एउटा कर्भ छ अनि लाइन छ, यो लाइनलाई दुइटालाई इन्टरसेक्ट गरेर यहाँ पनि इन्टरसेक्ट गर्छ, यहाँ पनि इन्टरसेक्ट गर्छ नि, त्यसको इक्वेसन निकाल्ने भनेको है त। हामीलाई अहिले कर्भ भनेको एएक्स स्क्वायर प्लस 2एच, यो सेकेन्ड डिग्री इक्वेसन कर्भ भयो भने लाइन चाहिँ वाइ इज इक्वल टु एमएक्स प्लस सी। अब एमएक्स प्लस सी दिएको छ भने यो सी टर्मलाई चाहिँ 1 बनाउनु पऱ्यो भने सी टर्मलाई एकै ठाउँ राखिदिउँ, एकतिर ल्याइदिउँ अनि यो टर्मलाई यता ल्याइदिउँ भनेपछि के हो त, यो पोजिटिभ चाहिँ त नेगेटिभ हुन्छ नि त, वाइ माइनस एमएक्स इज इक्वल टु सी, वाइ माइनस एमएक्स बाई सी भनेपछि यसलाई 1 बनाउनु लागि दुवै साइडलाई सीले डिभाइड गऱ्यो भने के त, यता सी हुन्छ, यता सी बाई सी भनेको 1 हुन्छ। यो 1 को भेल्यु चाहिँ किन लेख्ने त भन्दा कसरी गर्ने भने त, अब एएक्स स्क्वायर प्लस 2एच एक्स वाई प्लस बीवाई स्क्वायर यहाँसम्म त केही नगर्ने। अब भनेको यो 2gx यसलाई इन्टु 1, यसलाई पनि इन्टु 1, यसलाई पनि इन्टु 1 भनेपछि अब यो इन्टु 1 भनेपछि 1 को भेल्यु हालिदिने हो कि, हेर्नु त सेकेन्ड डिग्री इक्वेसन अलरेडी छ, यसलाई सेकेन्ड डिग्री इक्वेसन भने चाहिँ 1 को स्क्वायर गर्ने, सीलाई चाहिँ स्क्वायर गर्ने भनेपछि अब यो 1 को भेल्यु भनेको के त, वाइ माइनस एमएक्स बाई सी, यो एमएक्स 1 को जान्छ 1 छ, त्यहाँ चाहिँ वाइ 1 को भेल्यु हालिदिने। त्यस्तै हो, त्यो गएपछि के हो त, मेकिङ जेनरल इक्वेसन 1 होमोजिनियस इक्वेसन युजिङ इक्वेसन 2, यो इक्वेसन 2 लाई गएपछि जहाँ चाहिँ हेर्नु यहाँसम्म सेम गर्यो, 2gx भने यहाँ 1 थियो त, अघि मैले भर्खर यहाँ थिएँ नि 1 हालेको थिएँ नि, 1 को भेल्यु हाल्यो प्लस 2 एफवाई 1 भनेको यहाँनिर एफआई भनेको 1 को भेल्यु वाइ माइनस ए, अनि भनेको यो सीको टर्ममा चाहिँ 1 लाई चाहिँ स्क्वायर गर्ने भने नि त, पावर 2 मा बरु होमोजिनियस इक्वेसन हुनुपर्छ 2 भन्नु भयो कि वाइ स्क्वायर गरेकोलाई हो। यति बुझ्नुभयो।
यति भएपछि यस्तो गर्नु पर्यो चाहिँ सधैँ 1 को भ्यालु हाल्नु पर्ने हुन्छ। एउटा लाइन कर्वमा लाइनलाई चाहिँ 1 बनाएर कर्वको भ्यालु हाल्नु पर्ने हुन्छ। यही सम्बन्धी क्वेसन गरौँ है त है। प्रुफ गर्ने क्वेसन दिएको रहेछ, यही क्वेसन गरौँ है त। गरेपछि थाहा भइहाल्छ तपाईँहरूले कसरी गरेको भनेर है त। भनेपछि प्रुफ द्याट द स्ट्रेट लाइन्स जोइनिङ द ओरिजिन टु द पोइन्ट अफ इन्टरसेक्सन अफ द लाइन एक्स बाई ए प्लस वाई बाई बी इज इक्वल टु 1 भनेको एउटा लाइन छ अरे है, लाइन इक्वेसन छ भने इन द सर्कल एक्स स्क्वायर प्लस वाई स्क्वायर इज इक्वल टु आर स्क्वायर एट राइट एङ्गल। त्यो राइट एङ्गल पनि छ भन्यो। अनि एङ्गल इफ 1 बाई ए स्क्वायर प्लस 1 बाई बी स्क्वायर इज इक्वल टु 1 बाई आर स्क्वायर हुन्छ भनेर प्रुफ गर भनेको यसले। प्रुफ गर भनेको छ भनेपछि पहिले लाइन भनेको देखि के त सोल्युसन गरौँ। लाइन दिइरहेछ नि त हामीलाई, सोल्युसन है त। सोल्युसन गर्दाखेरि द लाइन है त, लाइन भनेको हामीलाई के दिएछ भनेपछि एक्स बाई ए प्लस वाई बाई बी इज इक्वल टु 1। दुईवटाको लसल हेऱ्यौँ, यो दुईवटाको लसल हेऱ्यो भने के हो त एबी भनेको यतापट्टि बी छैन, बिएक्स प्लस यता छैन एवाई इज इक्वल टु 1, 1 को भेल्यु भयो। अब द सर्कल भनेको दिएको छ नि त, अब द सिआइआरसिएलई सर्कल इज इक्वल टु एक्स स्क्वायर प्लस वाई स्क्वायर इज इक्वल टु आर स्क्वायर। यसमा गरिसकेपछि अब हामीले के त एक्स स्क्वायर र वाई स्क्वायर भएको ठाउँमा चाहिँ हामीले के गर्थ्यौँ, अघि नै अगाडि भनेकोमा पनि अगाडि फर्मुला भनेको थियौँ नि, एक्स स्क्वायर वाई स्क्वायर भएको ठाउँमा चाहिँ गरिदियो भने जुन कन्सट्यान्ट टर्म छ त्यसलाई चाहिँ हामीले 1 को स्क्वायर गर्थ्यौँ, यसलाई 1 स्क्वायर गरियो। 1 को भेल्यु हाल्ने हो नि त यहाँनिर भनेपछि। अब सर्कलमा भनेपछि हालिदिउँ भनेपछि के भयो त एक्स स्क्वायर प्लस वाई स्क्वायर इज इक्वल टु आर। अनि यो भनेको ए को स्क्वायर भनेको बिएक्स प्लस एवाई बाई एबीको होल स्क्वायर। यो भनेको माथि ए स्क्वायर प्लस बी स्क्वायर फर्मुला गयो, तल भनेको के हो त यो एबीको स्क्वायर भयो। भनेपछि एक्स स्क्वायर प्लस वाई स्क्वायर इज इक्वल टु आर। यो भनेको ए भयो नि त, ए भनेको ब्राकेटमा दिउँ ए स्क्वायर प्लस 2 बी प्लस बी स्क्वायर हो बाई यसको मुनि भनेको चाहिँ ए स्क्वायर बी स्क्वायर भयो हो। अब यसलाई क्रस गुणा गरौँ, क्रस गुणा गर्नु सर पाइयो नि त ए स्क्वायर बी स्क्वायर एक्स स्क्वायर प्लस ए स्क्वायर बी स्क्वायर वाई स्क्वायर। अब आरले खोलिदिउँ त भनेको, खोलिदिउँ है त, खोलिदिउँ ठिक छ। आर बी स्क्वायर एक्स स्क्वायर प्लस 2 बी एक्स वाई आर प्लस ए स्क्वायर वाई स्क्वायर आर, यही भयो इज इक्वल टु यो यति भयो है। यति भइसकेपछि के गरिदिउँ त भन्दाखेरि हामीले अब यो टर्म यताको टर्म यता ल्याइदिउँ न त है, यता ल्याइदिउँ भनेपछि ए स्क्वायर बी स्क्वायर एक्स स्क्वायर प्लस ए स्क्वायर बी स्क्वायर वाई स्क्वायर माइनस के ल्याइदिउँ त बी स्क्वायर एक्स स्क्वायर आर माइनस 2ab एक्स वाई आर माइनस ए स्क्वायर वाई स्क्वायर आर इज इक्वल टु 0 भयो होइन। अब भनेको यो एक्स स्क्वायर भएको टर्म सँगै लेखिदिउँ। कहाँ छ एक्स स्क्वायर, यहाँ छ। भनेपछि यहाँ दुईवटाबाट के हो त एक्स स्क्वायर कमन लिदिउँ हो। एक्स स्क्वायर कमन लिदिसकेपछि पहिले सँगै लेखिदिउँ भनेको लिदिउँ ए स्क्वायर बी स्क्वायर एक्स स्क्वायर माइनस बी स्क्वायर एक्स स्क्वायर आर हो यहाँबाट। अनि यतापट्टि भनेको प्लस ए स्क्वायर बी स्क्वायर वाई स्क्वायर यसमा यहाँ छ नि त त्यही ल्याइदिउँ माइनस ए स्क्वायर वाई स्क्वायर आर अब माइनस 2ab एक्स वाई आर इज इक्वल टु 0 भयो नि। यति भइसकेपछि के हो त यो दुईवटाबाट कमन के हो त एक्स स्क्वायर फर्मुला लैजाउँ क्या। यसलाई हामीले होमोजिनियस इक्वेसन बनाउनु खोज्छौँ कि होमोजिनियस इक्वेसन भनेको के हो त ए स्क्वायर प्लस 2h एक्स वाई प्लस बीवाई स्क्वायर हो नि त इज इक्वल टु 0। वाई स्क्वायर भएको लास्टमा लेख्नु अनि यो एक्स वाई भएको ठाउँमा यहाँ लेखिदिउँ भनेपछि यो दुईवटाबाट के हो त एक्स स्क्वायर कमन लिदिउँ भने ए स्क्वायर प्लस बी स्क्वायर माइनस बी स्क्वायर आर बाँकी रह्यो नि त यहाँभित्र भनेको एक्स कमन लिएपछि एक्स स्क्वायर कमन लिन्छ। यहाँ दुईवटा एक्स स्क्वायर कमन लिन्छ, यसमा ए स्क्वायर बी स्क्वायर भयो माइनस बी स्क्वायर आर बाँकी रह्यो भयो। यो भयो भविष्यको ए एक्स स्क्वायर भयो होइन प्लस अब के भन्छ त भन्दाखेरि एक्स वाई चाहिने हो नि त यहाँ। यो एक्स वाई भनेको यहाँ छ लिदिउँ यो माइनस 2ab एक्स वाई आर हो। यो भनेको भयो
अनि प्लस अब यो दुईटाबाट के लाग्यो भने त हामीलाई वाइ स्क्वायर कमन चाहिने वाइ स्क्वायर ल्याइदिनु भनेपछि के बाँकी रह्यो यहाँ भनेको ए स्क्वायर बी स्क्वायर माइनस ए स्क्वायर आर बाँकी रह्यो यो त बाँकी भनेको के रह्यो त अब भनेको वाइ स्क्वायर इजिकल टु 0 यो एउटा होमोजिनियस इक्वेसन भयो। अब यो होमोजिनियस इक्वेसनले चाहिँ के भन्दा अगाडि यहाँ क्वेसन भएछ नि यहाँ ओके यसले यहीँ भनेको छ हामीले सुरुमै के भन्छ त लाइन जोइनिङ द ओरिजिन टु द इन्टरसेक्सन्स अफ अ कर्भ इन्टरसेक्सन अफ लाइन यो लाइनले चाहिँ के त ओरिजिन जोइनिङ द ओरिजिन टु द इन्टरसेक्सन अफ अ लाइन ओरिजिनको लाइन इन कर्भमा यसलाई जोइनिङ गर्छ भनेको जोइनिङ इक्वेसन भनेको यहाँ कोही प्रुभ द्याट द स्ट्रेट लाइन जोइनिङ द ओरिजिन टु द पोइन्ट अफ इन्टरसेक्सन भनेको छ नि त अफ द लाइन के हो त यो क्वेसन यो प्रुभ भयो नि त द स्ट्रेट लाइन जोइनिङ द ओरिजिन टु द पोइन्ट अफ इन्टरसेक्सन दिस इक्वेसन्स के लेख्नु भयो यो प्रुभ भयो है यसमा जोइनिङ द origin to the क्वेसनले पनि प्रुभ गर भने त्यही भएर प्रुभ गर्नु पर्यो है पोइन्ट अफ इन्टरसेक्सन यति भयो। अब दोस्रो के प्रुभ गर भने त एट राइट एङ्गल भएको अवस्थामा चाहिँ के हो त इफ 1/a स्क्वायर प्लस 1/b स्क्वायर इजिकल टु 1/r स्क्वायर हुन्छ प्रुभ गर भनेको छ। अब त्यसमा प्रुभ गरौँ अब त्यो भनेको एट राइट एङ्गल हुँदा भनेको ए प्लस बी इजिकल टु 0 थियो नि भनेको यो भनेको एक्स ए भनेको के त एएक्स स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर भनेको ए र बी भनेको यहाँ ए छ यहाँ बी छ भने एक्स स्क्वायरको कोफिसिएन्ट र वाइ स्क्वायरको कोफिसिएन्ट हो नि त यो भनेको के लेख्नु पर्यो इजिकल टु एट राइट एङ्गल भएको बेलामा के गर्न सक्यो त एक्स स्क्वायर अफ कोफिसिएन्ट प्लस वाइ स्क्वायर कोफिसिएन्ट इजिकल टु 0 हो। कोफिसिएन्ट एक्स स्क्वायर कोफिसिएन्ट भनेको अब यहाँबाट हेरौँ यही कल्पनाको एउटा एक्स स्क्वायर कोफिसिएन्ट भनेको के छ त ए स्क्वायर माइनस बी स्क्वायर माइनस ए स्क्वायर आर स्क्वायर एक्स स्क्वायर कोफिसिएन्ट भनेको के रहेछ त ए स्क्वायर बी स्क्वायर माइनस बी स्क्वायर आर स्क्वायर प्लस वाइ स्क्वायर कोफिसिएन्ट भनेको हामीसँग के छ ए स्क्वायर बी स्क्वायर माइनस ए स्क्वायर आर स्क्वायर ए स्क्वायर बी स्क्वायर माइनस ए स्क्वायर आर इजिकल टु 0 भयो। अब यो दुईवटा टर्मलाई सँगै भने दुईवटा हेर्ने अब ए स्क्वायर बी स्क्वायर सँग के त 2a स्क्वायर बी स्क्वायर इजिकल टु यसलाई उता लाग्दै पोजिटिभ हुन्छ भनेपछि के हो त ए स्क्वायर आर प्लस बी स्क्वायर आर यति भयो। यहाँ मैले देखाइरहेको छु त यहाँ त यो दुईवटा टर्म ए स्क्वायर बी स्क्वायर दुईवटा सेम छ यो दुईवटा जोडियो पोजिटिभ भयो होइन पोजिटिभ दुईवटा 2a स्क्वायर बी स्क्वायर भयो भने यो टर्मलाई उता लाग्दै यो टर्मलाई उता लाग्दै पोजिटिभ हुन्छ नि त होइन यो माइनस छ यता पोजिटिभ चाहिँ ए स्क्वायर आर प्लस बी स्क्वायर आर भयो। अब हामीले क्वेसनले प्रुभ गर भनेको के छ त भन्दाखेरि क्वेसनले भनेको 1/a स्क्वायर प्लस 1/b स्क्वायर इजिकल टु 1/r स्क्वायर प्रुभ गर भनेको छ। अब त्यो प्रुभ गर भनेको छ भनेदेखि के हो त यता भनेको 1/के चाहियो त आर स्क्वायर चाहियो। अब के त डिभाइडिङ बोथ साइड बाई के गर्न सकिन्छ डिभाइडिङ त्यसलाई प्रुभ गर्नको लागि डिभाइडिङ बोथ साइड्स बाई ए स्क्वायर बी स्क्वायर आर स्क्वायरले डिभाइड गरेपछि के हुन्छ त प्रुभ हुन्छ है यसले डिभाइड गर्नुपर्छ त्यो छ नि। अब प्रुभ डिभाइड गर्दाखेरि के त यहाँ भनेको 2a स्क्वायर बी स्क्वायर प्रुभ भन्ने के हो 2a स्क्वायर बी स्क्वायर बाई के हो त ए स्क्वायर बी स्क्वायर आर स्क्वायर इजिकल टु यता के हुने भयो त भन्दाखेरि ए स्क्वायर आर स्क्वायर बाई ए स्क्वायर बी स्क्वायर आर स्क्वायर प्लस बी स्क्वायर आर स्क्वायर बाई ए स्क्वायर बी स्क्वायर आर स्क्वायर हेर्नु यहाँ आर स्क्वायर बी स्क्वायर काट्यो हो। अब यहाँ ए स्क्वायर आर स्क्वायर काट्यो यहाँ ए स्क्वायर पनि काट्यो के बाँकी त 2/r स्क्वायर इजिकल टु यहाँ माथि 1/b स्क्वायर प्लस 1/ के बाँकी रह्यो भनेको
ए स्क्वायर हो। हेर्नु त यो प्रुभ भएन। यहाँनिर मैले के लेखेको थिएँ, यहाँ आर स्क्वायर हो है त। क्वेसन अघि भनेको यहाँ भनेको सुरुमै क्वेसनमै थियो नि त, यहाँनिर आर स्क्वायर थियो नि त, यहाँ भनेको आर स्क्वायर हो नि, तलतिर आर स्क्वायर लेख्नु भुलिरहेको छु मैले। यहाँ सबैमा जहाँ आर लेखेको छ त्यहाँबाट आर स्क्वायर हो नि त सबै ठाउँमा। आर स्क्वायर लेख्नु पऱ्यो होइन, यहाँ पनि आर स्क्वायर, यहाँ पनि आर स्क्वायर, आर स्क्वायर, आर स्क्वायर, आर स्क्वायर, आर स्क्वायर हो। यति यहाँ सबैतिर आर स्क्वायर भइसकेपछि भयो नि त। यहाँ भनेको अब त्यो सबैतिर यति गएपछि आर स्क्वायर डिभाइड गरेपछि यतापट्टि काट्यो 1/2 प्रुभ गर्नुपर्ने भनेको यति नै थियो, जुन चाहिँ हाम्रो प्रुभ भइसक्यो है। यो क्वेसन पनि तपाईँले एकचोटि हेर्नु होला। अब एउटा क्वेसन लास्ट क्वेसन छ है, त्यो लास्ट क्वेसन गरौँ, त्यसपछि चाहिँ हाम्रो यो आजको च्याप्टर सकिन्छ भनौँ। पेयर अफ स्ट्रेट लाइन, यो पेयर अफ लाइन सकिन्छ है। यो चाहिँ 2000 कति सालमा सोधिएको, हेर्छ 71 सालमा सोधेको है त। सो द्याट द लाइन्स जोइनिङ द ओरिजिन, यो लाइनले चाहिँ ओरिजिन जोइनिङ गर्छ भने इन्टरसेक्सनको है त, टु द पोइन्ट अफ इन्टरसेक्सन अफ द लाइन्स। लाइन भनेको एक्स प्लस वाइ इजिकल टु 1 विथ द कर्भ। यति चाहिँ छ नि, यो कर्भ र लाइन है सोजन गरिदिउँ। कर्भ पनि दिइरहेछ, लाइन पनि दिइरहेछ भने चाहिँ यसले चाहिँ ओरिजिन इन्टरसेक्स गर्छन् भन्ने हो। अनि एट राइट एङ्गल टु इच अदर भने चाहिँ राइट एङ्गल पनि प्रुभ गर्नु पर्यो, लास्टमा 0 आउँछ भनेर हो। ल लाइन एक्स प्लस वाइ इजिकल टु 1 अनि द कर्भ भनेको 4x स्क्वायर प्लस 4y स्क्वायर प्लस 4x। अब यहाँ भनेको यतिसम्म चाहिँ केले मल्टिप्लाई नगर्यो, यता भनेको 1 ले मल्टिप्लाई गर्नु पऱ्यो, -2y × 1 अनि -5 × 1 को स्क्वायर इजिकल टु 0 हो नि त। अब 1 को भ्यालु यो डाइरेक्ट भ्यालु हालिदिउँ, अनि के हो त 4x स्क्वायर प्लस 4y स्क्वायर प्लस 4 × 4x × यो 1 भनेको भ्यालु भनेको x प्लस y माइनस 2y × 1 भनेको x प्लस y माइनस 5, 1 को स्क्वायर भनेको x प्लस y को स्क्वायर इजिकल टु 0। यति गर्ने। अब खोल्दै जाउँ, 4x स्क्वायर प्लस 4y स्क्वायर प्लस 4x x प्लस y माइनस 2y x प्लस y माइनस 5, ए स्क्वायर माइनस ए प्लस बीको होल स्क्वायरमा हो नि त, भनेको त ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर इजिकल टु 0 भनेपछि अब खोलिदिउँ त। यसले खोलिदिउँ भनेपछि 4x स्क्वायर प्लस 4y स्क्वायर प्लस 4x यो एक्स स्क्वायर प्लस 4xy होइन माइनस 2xy, यसलाई खोल्यो भनेपछि माइनस 2y स्क्वायर माइनस 5x स्क्वायर माइनस 10xy माइनस 5y स्क्वायर इजिकल टु 0। अब एक्स स्क्वायर वाइ स्क्वायर एक ठाउँमा लेखौँ। यहाँ 4x स्क्वायर माइनस हो प्लस 4x स्क्वायर, यहाँ 4x स्क्वायर छ हो, माइनस यतापट्टि के छ त 5x स्क्वायर हो। अब प्लस वाइ स्क्वायरको 4y स्क्वायर माइनस 2y स्क्वायर अनि माइनस 5y स्क्वायर। अब एक्सवाई वाला टर्म लेखौँ, 4xy माइनस 10xy माइनस 2xy इजिकल टु 0। यो लेखियो। अब हेर्नु त यो दुईवटा 8 भयो, 8 मा एउटा घटेपछि माइनस 3 बाँकी रह्यो नि, 3x स्क्वायर हो। 8 मा 5 घट्नु भनेको 3 - x स्क्वायर। अब माइनस हेर वाइ स्क्वायर भनेको यहाँ 4 छ, 4 प्लसमा छ, यहाँ 5 भनेपछि -1, यहाँ वाइ स्क्वायर भनेको कति भयो त 7 मा 4 घटाउनु भन्यो, कति भयो त 7 मा 4 घटाउनुको 3y स्क्वायर माइनस। अब एक्स स्क्वायर भनेको के त, एक्सवाई भनेको टर्म कति छ त, यहाँ एक्सवाई भनेको कति 4 छ, यहाँ 4 अनि यो 4 2 12 भनेपछि कति भयो त -8 एक्सवाई इजिकल टु 0 भयो। यसलाई मिलाएर लेख्दा भनेको के हो त 3x स्क्वायर माइनस 8 xy माइनस 3y स्क्वायर इजिकल टु 0। दिस इज द रिक्वायर्ड कन्डिसन्स। कन्डिसन भनेको कन्डिसन हो, इक्वेसन भने रिक्वायर्ड कन्डिसन द लाइन जोइनिङ द origin to the
पोइन्ट अफ इन्टरसेक्सन गर्ने यो भनेको छ। अब राइट एङ्गल ट्रायङ्गल भनेको छ नि त, राइट एङ्गल हुँदा इच अदरले काट्छ भनेको छ। नाउ कोपिसेन्ट अफ एक्सको भनेको एक्सको कोपिसेन्ट भनेको कोपिसेन्ट अफ यो दुईवटा कोपिसेन्ट अफ एक्स स्क्वायर प्लस कोपिसेन्ट अफ वाइ स्क्वायर इज इक्वल टु 0 हुन्छ भने चाहिँ कोपिसेन्ट अफ एक्स भनेको 3 वाइ भनेको -3 छ इज इक्वल टु 0 0/0 प्रुफ के भयो त 8 राइट एङ्गल टु इच अदरमा राइट एङ्गल छ भनेर प्रुभ गर्यो। यो खालको क्वेसन पनि सोध्छ है, क्वेसन धेरै मैले क्वेसनहरू गरेँ आज, त्यो धेरै लामो पनि थियो है। लास्टसम्म सबै हेर्नु होला अनि तपाईँहरूले बुझ्नुहुन्छ भन्नु चाहेँ त मैले लास्टसम्म। अनि भन्दै आजको भिडियो यति नै थियो भन्दै बिदा हुन चाहेँ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। अनि भिडियो चाहिँ पुरै हेर्नु होला है त, अनि राम्रो लाग्छ भने हाम्रो साथीहरूलाई पनि सेयर गर्नु होला अनि कमेन्ट गर्नु नभुल्नु होला। त्यसपछि हामी नेक्स्ट भिडियो भनेको हामी अब यसको कोर्डिनेट ज्यामेट्री सक्नु लागेको छौँ। लास्ट च्याप्टर बाँकी छ एउटा, के छ त भन्दाखेरि सर्कल। त्यसपछि हामी अर्को सर्कल च्याप्टरमा भेट हुनेछौँ भन्दै आजबाट बिदा हुन चाहेँ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज।